सम्पूर्णमा नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? सम्पूर्णलाई यस चतुर्मुखी सामुदायिक वनको प्राङ्गणमा स्वागत गर्दै रुख रोपौँ वन जोगाउँ भन्ने भनाइलाई जोड्दै आजको कार्यक्रमको सुरुवात अतिथिको आसन ग्रहणको क्रमबाट सुरु गर्न चाहन्छु। म कार्यक्रम सञ्चालिका बालकुमारी श्रेष्ठ हस्तान्तरण पछिको 11औं साधारण सभा तथा 5औं अधिवेशन कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गरिदिन हुनको लागि यसै चतुर्मुखी सामुदायिक वनका अध्यक्ष श्री हरिकुमार गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी प्रमुख अतिथिको आसन ग्रहण गरिदिन हुनको लागि वडा नम्बर 1 का वडा अध्यक्ष श्री आदरणीय सन्तवीर च्याङदानज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिन हुनको लागि बरण्डाभार संरक्षित वन परिषदका अध्यक्ष तथा चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष एवं सल्लाहकार आदरणीय श्री सरोज गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिन हुनको लागि पदमपुर सब डिभिजन वन कार्यालयका वन अधिकृत आदरणीय श्री बालकृष्ण खनालज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहणको लागि सामुदायिक वन महासङ्घका उपाध्यक्ष तथा पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहका आदरणीय श्री कृष्ण बगालेज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिन हुनको लागि बरण्डाभार संरक्षित वन परिषदका तृतीय उपाध्यक्ष श्री आदरणीय अशोक कुमार पाखरिनज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिन हुनको लागि कालिका नगरपालिका वडा नम्बर 1 का सदस्य आदरणीय श्री सरस्वती खत्रीज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिकै आसन ग्रहणका लागि कालिका नगरपालिका वडा नम्बर 1 का सदस्य श्री जीवन लामाज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिकै आसन ग्रहण गरिदिन हुनको लागि कालिका नगरपालिका वडा नम्बर 1 का सदस्य श्री आदरणीय ओमकार लामाज्यूलाई पनि खड्काज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिकै आसन ग्रहणको लागि भीमोली सामुदायिक वनका कोही प्रतिनिधिज्यूहरू आउनुभएको छ भने आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिकै आसन ग्रहणको लागि निवर्तमान अध्यक्ष श्री गङ्गा प्रसाद घिम्रेज्यूलाई हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहणको लागि पूर्व अध्यक्ष श्री राजु राईज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहणको लागि पूर्व अध्यक्ष श्री आदरणीय नन्दलाल श्रेष्ठज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहणको लागि पूर्व अध्यक्ष श्री कमला लोपचन्दज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहणको लागि सल्लाहकार श्री मेघ बहादुर श्रेष्ठज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहणको लागि सल्लाहकार श्री खोम बहादुर गुरुङज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। मञ्चमा आइदिनु होला अतिथिज्यूहरू। यसै गरी अतिथिकै आसन ग्रहणको लागि सल्लाहकार श्री राम प्रसाद चापागाईज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिकै आसन ग्रहणको लागि लेखा संयोजक श्री आशामा तामाङज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहणको लागि बिक्री समिति संयोजक श्री जीवन थापा मगरज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिकै आसन ग्रहणको लागि राष्ट्रिय आधारभूत विद्यालय गढुवाका ज्ञानेन्द्र शाली घिम्रेज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहणको लागि गढुवा खानेपानी तथा सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष श्री नेत्रबहादुर गुरुङज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु।
यसै गरी अतिथिकै आसन ग्रहणको लागि गडुवा तल्लो भेग खानेपानी तथा सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष श्री बलराम श्रेष्ठज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिकै आसन ग्रहणको लागि प्रहरी बिट पदमपुरका प्रमुख प्रतिनिधि शालिग्राम पौडेलज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिकै आसन ग्रहणको लागि न्युज चितवन.com का अध्यक्ष एवं रेडियो चितवनका पत्रकार श्री तिलक थापा मगरज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिकै आसन ग्रहणको लागि जसपाल न्युजका सञ्चालक श्री विकास पौडेलज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिकै आसन ग्रहणको लागि कामना टोल विकास संस्थाका अध्यक्ष श्री कल्पना खुलालज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। सामुदायिक वनमा आबद्ध हुनुभएका काम गर्दा गर्दै स्वर्गारोहण हुनुभएका स्वर्गीय कर्मचारीहरू, कार्य समितिका सदस्यहरू र विभिन्न कालखण्डका ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका लागि 1 मिनेट मौन धारणको लागि सम्पूर्ण उठेर 1 मिनेट मौन धारण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ आजको कार्यक्रमको सभाध्यक्ष हरिकुमार गुरुङज्यूलाई। आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदन साथै 82-83 को वार्षिक अनुमानित आय व्यय पनि प्रस्तुत गरिसक्नु भएको छ। यसै गरी म अतिथिको आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु। अतिथिकै आसन ग्रहणको लागि सगरमाथा टोल विकास संस्थाका अध्यक्ष एवं चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार श्री नन्दलाल श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिकै आसन ग्रहणको लागि यसै चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहको सल्लाहकार श्री मेघबहादुर श्रेष्ठज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिकै आसन ग्रहणको लागि यसै चतुर्मुखी सामुदायिक उपभोक्ता समूहको पूर्व अध्यक्ष पृथ्वी बहादुर राई सुनवारज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। खादाले सम्मान गरिदिनु हुनको लागि एन्जिला श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहणको लागि लेखा समितिका सदस्य श्री अरुण लामाज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आर्थिक वर्ष 81-82 को लेखा प्रतिवेदन प्रस्तुत गरिदिन हुनको लागि लेखा संयोजक यसै चतुर्मुखी सामुदायिक वनको उपभोक्ता समूहको लेखा संयोजक श्री आशामाया तामाङज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालिका यस चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहका सचिव बालकुमारी श्रेष्ठज्यू, आज यस चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहको हस्तान्तरण पछिको 11औं वार्षिक साधारण सभा तथा 5औं अधिवेशनका सभाध्यक्ष यसै सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङज्यू, यस्तै प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिरहनुभएका कालिका नगरपालिका वडा नम्बर 1 का वडाध्यक्ष श्री सन्तवीर स्याङतानज्यू, यसै गरी ड्यासमा आसीन विशिष्ट अतिथिज्यूहरू, यसै कार्य समितिका उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष लगायत सदस्यज्यूहरू, उपसमितिका सदस्य, संयोजक सम्पूर्णज्यूहरू, साथै कर्मचारीज्यू, पत्रकारज्यू र यस साधारण सभा तथा अधिवेशनलाई भव्यताका रूपमा सफल पार्न उपस्थित हुनुभएका आदरणीय आमा बुबा तथा सम्पूर्ण उपभोक्ताज्यूहरूमा मेरो व्यक्तिगत तर्फबाट र लेखा समितिको संयोजकबाट तर्फबाट यहाँहरूलाई हार्दिक नमस्कार टक्राउन चाहन्छु। आज हामी विशेष दिनमा उपस्थित भएका छौँ। हाम्रो यस संस्थाले गरेको 1 वर्षमा गरेका आय व्यय र काम कुरा, कति कामहरू राम्रा गरे, कति काम अझै गर्दै बाँकी छ भन्ने कुराहरू तपाईँ हामीमा पनि छर्लङ्गै छ। सँगै अहिले योभन्दा अगाडि नै अध्यक्षज्यूले आफ्नो प्रगति प्रतिवेदनमा पनि प्रस्तुत गर्नुभयो र यहाँहरूलाई अझ सजिलो भयो। संस्थाले गरेको कामहरूको यहाँहरूले अवगत भइसक्यो र यस कार्यक्रमलाई मैले
भनाइलाई भन्दा पनि अब म सिधै यहाँहरूको हातमा यो प्रतिवेदन छ, आर्थिक प्रतिवेदन, म यहाँहरूलाई यो प्रस्तुत गर्ने अनुमति चाहन्छु। यस चतुर्मुखी सामुदायिक वनले 81 आर्थिक वर्ष 81-82 गरेका आम्दानी खर्चको विवरण प्रस्तुत गर्न मैले अनुमति मागेँ। सबैभन्दा पहिला हाम्रो यो हातमा भएको आम्दानीको शीर्षकतर्फ म यहाँहरूलाई यो हेर्न अनुरोध गर्दछु। आम्दानी तर्फमा वन पैदावार बिक्रीबाट आम्दानी सिसौ काठ गोलिया बिक्रीबाट 15,76,166 रुपियाँ 50 पैसा आम्दानी गरेको छ भने सिसौ दाउरा बिक्रीबाट 87,600 रुपियाँ। यसै गरी बाँस तथा बेत बिक्रीबाट 25,94,263, खैर काठ गोलिया बिक्रीबाट 5,25,000, पड्के दाउरा बिक्रीबाट 4,200 र साल गोलिया बिक्रीबाट आम्दानी 3,13,666। यस्तै सिसौ लिलाम बिक्रीबाट आम्दानी 17,51,050 रुपियाँ र सिसौ चिरम बिक्रीबाट आम्दानी 1,460 रुपियाँ गरी वन पैदावार बिक्रीतर्फको आम्दानी 68,53,406 रुपियाँ। यस्तै संस्थागत विविध सेवा शुल्क आम्दानीतर्फ नवीकरणबाट 5,600 रुपियाँ, निवेदनबाट 3,520 रुपियाँ, जरिवानाबाट 29,665 रुपियाँ, बोलपत्र बिक्रीबाट आम्दानी 24,000 रुपियाँ, वन प्रवेश शुल्कबाट 7,940 रुपियाँ। यस्तै जीप सफारीबाट आम्दानी 5,92,910 रुपियाँ र नयाँ सदस्यता बिक्री आम्दानी 12,000 रुपियाँ, कार दस्तुरबाट 600 रुपियाँ, मौरी घर भाडाबाट 4,650 रुपियाँ, ब्याङ्क ब्याज प्राप्त 24,568 रुपियाँ, छुट्टा भिन्नबाट 500, रिक्सा भाडाबाट आम्दानी 2,490 रुपियाँ, कटान मुथानबाट टेन्डरबाट आम्दानी 17,06,236 रुपियाँ गरी टोटल हाम्रो संस्थागत तर्फको आम्दानी 8,84,779 रुपियाँ 60 पैसा। यस्तै सङ्घ संस्थाबाट आम्दानी डिभिजन वन कार्यालय जिल्ला वन पैदावार आपूर्ति समितिबाट 12,69,397 रुपियाँ हाम्रो संस्थालाई चाहिँ आम्दानी भएको छ भने यो वन प्राविधिक समाजबाट 25,000, सहमति संस्थाबाट 6,09,241 रुपियाँ र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट 5 लाख गरी सङ्घ संस्थाबाट आम्दानी हामीलाई 24,03,638 रुपियाँ आम्दानी भएको छ। यस्तै गरी वन पैदावार सङ्कलन तथा व्यवस्थापन खर्च, अब म खर्चतर्फ गइरहेको छु। यहाँहरूले 24 नम्बरमा हेर्न सक्नुहुन्छ। काठ दाउरा आन्तरिक सङ्कलन खर्च 6,200, काठपात आन्तरिक ढुवानी खर्च 77,792 रुपियाँ 52 पैसा, काठपात कटान खर्च 94,951 रुपियाँ 50 पैसा, काठ छपान खर्च 8,540 रुपियाँ, वन पैदावार राजस्व लागतको खर्च 2,27,605 रुपियाँ, पाइलिङ खर्च 38,940 रुपियाँ गरी वन पैदावार सङ्कलन तथा व्यवस्थापनतर्फ खर्च 4,54,200, 4,54,029 रुपियाँ 2 पैसा चाहिँ खर्च भएको देखिन्छ। यस्तै सामुदायिक तथा सामाजिक खर्चतर्फ श्रद्धाञ्जली सभा खर्च 5,890 रुपियाँ, गरिब असहाय खर्च 2,43,000, असहाय उपचार खर्च 35,000, आयमूलक जीविकोपार्जन कार्यक्रममा चाहिँ यो वर्षकोमा भएको छैन, भ्रमण खर्च 2,50,500, तीज कार्यक्रम खर्च 51,960 रुपियाँ, ज्येष्ठ नागरिक तथा आर्थिक सहयोग खर्च 33,000, उपदान खर्च 4,16,000 गरी सामुदायिक तथा सामाजिक विकासतर्फ 10,03,850 रुपियाँ खर्च भएको देखिन्छ। यसै गरी वन संरक्षण विकास तथा व्यवस्थापनतर्फ खर्च नर्सरी वृक्षारोपण गोलमेट खर्च 2,12,000, 21,24,229 रुपियाँ 25 पैसा, वन हेरालु तलब खर्च 5,71,862 रुपियाँ, अग्निरेखा निर्माण खर्च 10,610 रुपियाँ, वन सम्बन्धी तालिम गोष्ठी 13,310 रुपियाँ, सफारी व्यवस्थापन खर्च
4,93,996 रुपियाँ 15 पैसा। चोरी नियन्त्रण खर्च 11,775 रुपियाँ। यस्तै गरी घाँसे मैदान निर्माण खर्चमा 14,200 रुपियाँ। आयमूलक तथा सिपमूलक खर्चमा 780 रुपियाँ। तटबन्धन खर्चमा 5,91,593 रुपियाँ 86 पैसा। मचान निर्माण खर्चमा 5,27,666 रुपियाँ 76 पैसा। वन हेरालु पोषक खर्चमा 38,310 रुपियाँ। सिमसार व्यवस्थापन खर्चमा 6,29,316 रुपियाँ 74 पैसा। गरी टोटल वन संरक्षण व्यवस्थापन तर्फ खर्च 50,27,659 रुपियाँ 76 पैसा। यसै गरी मर्मत खर्चमा चाहिँ 18,360 रुपियाँ। आम्दानी र खर्च अब म ब्याङ्क भुक्तानी दिनुपर्ने हिसाबतिर गएँ। यो 14 नम्बर कर्जा तथा सापटीतर्फ जानु होला। यो चाहिँ हाम्रो यो प्रिन्ट गर्दा अगाडि पछाडि भएको छ। भुक्तानी दिनुपर्ने 15मा छ। व्यापार भुक्तानी दिनुपर्ने रकममा 5,000। अर्को छ भुक्तानी दिन बाँकी हाम्रो संस्थाले जति आम्दानी गर्यो त्यो अनुसारको फेरि राज्यलाई एउटा कर पनि तिर्नुपर्ने हुन्छ, जहाँ चाहिँ कर हामीले तिर्नुपर्ने बाँकी 5,04,434 रुपियाँ 74 पैसा। यो चाहिँ हामीले आयकर तिर्नुपर्ने बाँकी छ। र अनि लेखा परीक्षण शुल्क भनेर चाहिँ 56,500 रुपियाँ बाहिरै अडिटरलाई दिनुपर्ने बाँकी देखिन्छ। र आन्तरिक लेखा परीक्षणलाई 15,000 र यो धरौटी रकम 4,917 रुपियाँ भनेको छ। यो चाहिँ आयकरकै हो बुझाउनु पर्ने गरी। अब संस्थाको चाहिँ अब म मौजातिर गएँ है। नगद मौजातमा 5,763 रुपियाँ 73 पैसा। नेपाल ब्याङ्कमा 9,82,719 रुपियाँ 7 पैसा। र सुरक्षित बचत तथा सहकारी संस्थामा 2,35,698 रुपियाँ 13 पैसा गरी हाम्रो ब्याङ्क र नगद गरेर आर्थिक वर्ष 81-82 को मसान्तसम्म 12,24,181 रुपियाँ चाहिँ हामीसँग नगद र ब्याङ्क गरेर पैसा देखिन्छ। यो जुन मैले रिपोर्ट प्रस्तुत गरेँ 81-82 को, यसलाई चाहिँ हामीले बृहत रूपमा छलफल गर्न लागि चाहिँ बन्द सत्रमा हामी गर्छौँ। यसको भन्दै आजको यस साधारण सभा चाहिँ भव्य र सभ्य रूपमा चाहिँ सफल होस् भन्ने हार्दिक शुभकामना दिँदै मेरा भनाइहरू यहीँ अन्त्य गर्छु। धन्यवाद। धन्यवाद छ यसै चतुर्मुखी सामुदायिक वनको लेखा संयोजक आशामाया तामाङज्यूलाई। उहाँले चाहिँ आर्थिक वर्ष 81-82 को लेखा प्रतिवेदन पनि प्रस्तुत गरिसक्नु भएको छ। यसै गरी ढिलो नगरिकन म मन्तव्यको क्रमलाई जोड्न चाहन्छु। मन्तव्यको क्रममा उपभोक्ताज्यूहरूबाट कसैलाई मन्तव्य राख्न चाहनुहुन्छ भने हात उठाएर मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। उपभोक्ताज्यूहरूबाट है कोही हुनुहुन्छ मनमा लागेका कुराहरू केही भन्न सक्नुहुन्छ, इच्छा चाहना छ भने मञ्चमा आएर आफ्ना भनाइहरू प्रस्तुत गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। उपभोक्ताको तर्फबाट आफ्नो मन्तव्य राखिदिन हुनको लागि सिन्धुपाल्चोक टोल विकास संस्थाबाट आउनुभएको छ शिव श्रेष्ठज्यूलाई आफ्नो मन्तव्य राखिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यूलाई। यस श्री चतुर्मुखी सामुदायिक वन उपभोक्ता समितिको यो हस्तान्तरण पछिको 11औं साधारण सभा तथा 5औं अधिवेशनमा पाल्नुहुने सम्पूर्ण आमा बुवा तथा दिदी बहिनी दाजुभाइहरू सम्पूर्णलाई हार्दिक मेरो नमस्कार नमन टक्राउन चाहन्छु। साथसाथै यस सभाका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, सभापतिज्यूहरू र सम्पूर्ण आसनमा ड्यासमा उपस्थित हुनुभएका सम्पूर्ण अतिथिज्यूहरूलाई मेरो हार्दिक नमन टक्राउन चाहन्छु। हाम्रो यस चतुर्मुखी सामुदायिक वन विगत लामो समयदेखि नै राम्रै कार्यक्रमहरू ल्याएर वनलाई जोगाउने कसरी जोगाउन सकिन्छ भन्ने सोचका साथ काम अघि बढाइरहनु भएको छ। कतिपय
सामुदायिक वनमा कतिपय सदस्यहरूले सुविधा पाउने कुरामा कुनै पनि कन्जुसाइ नगरिकन सामुदायिक वनले आफ्नो कर्तव्य निभाइरहेको पनि मैले जानकारी गराउन चाहन्छु। र विगतमा जतिसुकै जेसुकै केही कमी कमजोरी भए पनि त्यसलाई सच्याएर चतुर्मुखी सामुदायिक वन अगाडि बढ्नेछ भन्ने यसको आशा पनि राख्न चाहन्छु। र हामीले यो जुन आर्थिक वर्षको प्रतिवेदन पढ्ने सँगसँगै मैले सानो केही आर्थिक लेखा समितिको संयोजकको प्रतिवेदन पनि सँगसँगै केही कमजोरी हुने लेख्नुभएको प्रतिवेदन पनि यससँग एट्याच गरेर हामीलाई पनि केही कमजोरी छ भन्ने कुरा लेखा समितिको परीक्षकको उहाँको प्रतिवेदन पनि सँगसँगै एट्याच हुनुपर्ने थियो। र साथसाथै सन्तुलन परीक्षण पनि हामीले प्रतिवेदनमा देख्न पाएनौँ। यस संस्थाको खर्च कति र कति आम्दानी भयो र संस्था घाटा नाफामा के छ, वन पोजिटिभ तरिका गइरहेछ कि नाफातिर गइरहेछ कि घाटामा छ भन्ने कुरा पनि प्रत्येक उपभोक्ताहरूले जान्नुपर्ने अधिकार पनि हो। यो मैले खासै देखेको पाइनँ। र सँगसँगै मैले एउटा सानो हाम्रो ब्याङ्कमा ब्याज भने ब्याज त आयो र ब्याङ्कमा कुन ब्याङ्कमा कति खाता पैसा छ त ब्याङ्क नै खुलाएको छैन है। कृपया त्यसलाई स्पष्ट पारिदिनु होला लेखा संयोजकज्यूले। र एउटा मैले सर्लक्क देखेको के भन्दा नि चोरी नियन्त्रण गर्ने कुरामा कसलाई गरेर कति कारबाही गरिएछ त्यो पनि खुलाइदिनु भयो भने सकलभन्दा राम्रो। र मैले एउटा देखेको हाम्रो यो वन समुदाय वनको खगडी खोलानिर फोहोर फाल्ने एकदमै देखेको छु कि हाम्रो सामुदायिक वन तर्फपट्टि। अब आउने नयाँ कार्य समिति अधिवेशन भनेपछि नयाँ कार्य समिति पक्कै आउनुहुन्छ। साथसाथै प्रत्येक हाम्रो वनमा अरू सामुदायिक वनको मान्छे आएर काठ दाउरा गरेको मैले म्याक्सिमम देखेको छु। हाम्रो वन हेरालुहरूले हेर्न नभ्याउनु भएको हो कि अथवा कर्मचारी कम भएको हो कि कर्मचारी कम भएको छ भने खोल्नुहोस्, वन हेरालु बढाउनुहोस्। तर सामुदायिक बचाउने कुरामा चाहिँ कुनै पनि कसुर नराखिकन त्यसलाई अलिकति व्यवस्थित गरिदिनु होला भन्ने हाम्रो मैले अनुरोध गरेँ। त्यो जुन अनि तपाईँको खगडी खोलादेखि यो गडचौकीमा जुन हाम्रो वनकै वरिपरि एउटा भवन टहराहरू देखेको छ, त्यो टहरा वनको अगाडि पर्ने छ। वनले त्यो भाडामा लिएको हो कि त्यो भाडाको टहरा जति पनि त्यो टहरा बनेको छ त्यसलाई व्यवस्थित कसरी गर्ने हो? चिल्ड्रेन पार्क त्यहीँ बढ्ने भन्ने सुनेको छु। अगाडि नराम्रो सानो पुरानो टहराहरू छ त्यसलाई व्यवस्थित गर्ने हो कि हटाउने हो कि भन्ने कुरा त्यसलाई पनि ध्यान आकर्षण होस् भन्ने म चाहन्छु। र सामुदायिक वनमा जति पनि जाने घाँस दाउरा गर्न जाने उपभोक्ताहरूलाई प्रत्येक उपभोक्ताको कार्ड चाहिँ गएर बाहिरको हो कि भित्रको हेरालुले एउटा निश्चित ठाउँबाट छिरेर काठ दाउरा ठुलो काटेको छ कि हरियो बोटबिरुवा काटेको छ कि घाँस दाउरा काट्ने बेलामा कस्तो रुखको काटेको छ, हामीले रोपेको बिरुवा काट्दै ल्याएको छ कि त्यो पनि हेरालुहरूले हेर्ने हो कि अलिकति टाइटली रूपमा राम्रोसँग ध्यान दिएर तपाईँहरूले अलिकति ध्यान पुर्याइदिनु होला। र फोहोर व्यवस्थापन गर्ने बेलामा चाहिँ त्यो सामुदायिक वनमा फाल्न पाइँदैन। नियम कानुन के छ? सामुदायिक वनमा फोन गरे बापतको 5000 बोर्ड मात्रै लेखेर हुँदैन कि कार्यान्वयन भएको एउटा पनि मैले देखेको छैन। फोहोर फालिएको छ, त्यसमा सिसी जोडान टिभी जोडान गरेर कसले फालेको के छ सिसी जोडानको यहाँ लेख्न त लेखिएको छ। जहाँ चाहिने हो त्यहाँ चाहिँ चाहियो सर। फोहोर सामुदायिक वन फोहोर गरेर त्यो हाम्रै जीवजन्तुले खाने हो, जीवजन्तुले खाएर मर्ने हो, गन्ध बढी आउँछ क्या। त्यो मेन कुरो त खगडी खोलानिर भएको त्यो फोहोर व्यवस्थापन राम्रोसँग गर्नुपर्छ। सधैँ त्यो डोजर लाएर फालेर हुँदैन, नियन्त्रण नै गर्नुपर्ने छ क्या। त्यो जीवजन्तुले खाएर जीवजन्तु मर्ने कतिपय मैले भित्र देखेको छु, कतिपय रुख बुढो के अरे जीवजन्तु मरेको छ, त्यही प्लास्टिक खाने हो, जीवजन्तुहरू मर्ने हो। त्यही भएर त्यो पनि व्यवस्थित भइदिनुको लागि धेरै आह्वान गर्न के अरे त्यसको लागि निवेदन गर्न चाहन्छु। र हाम्रो केही उपभोक्ताहरूले भन्ने गरेछ हामीले काठ पाएनौँ हुन पनि हो, काठ पाइएको पनि छैन। कतिपयलाई चाहिएको छ, घर बनाउँदैछ 20 किफुट 30 किफुट, घर टोटल बनाउँदा 100 किफुट लाग्छ। उपभोक्तालाई चाहिएको काठ आफ्नै सामुदायिक वनबाट पाउँदैन भने उपभोक्ताको पनि मन मर्ने सम्भावना म्याक्सिमम हुन्छ। कृपया त्यो चाहिँ काठ दाउरा पनि राम्रोसँग वितरण गरिदिनु होला र प्रत्येकचोटि उपभोक्ताहरूलाई
अब दाउरा चाहिन्छ, दाउरा खुलेको बेलामा उपभोक्ताहरूले पनि आफ्नो टाइममा आएर उपभोक्ताहरूले पनि निवेदन हाल्नुहोस्। सिस्टमभन्दा बाहिर नगइकन त कसले पनि काठ दाउरा लान पाइँदैन, नपाउने होइन। र मेन कुरो त बढी काठ दाउरा अरू उपभोक्ताले लगेको मैले म्याक्सिमम देखेको छु। तारबार नागेर हुन्छ कि के गरेर हुन्छ, दाउरा म्याक्सिमम लगेको देखेको छु। त्यो चाहिँ पूर्ण रूपमा नियन्त्रण गरिदिनु हुनु पनि अनुरोध गर्दै मेरो 2-4 शब्द यहीँ राख्न हस्त। धन्यवाद। धन्यवाद छ सिन्धुपाल्चोक टोल विकास संस्थाका शिव श्रेष्ठज्यूलाई। उहाँले चाहिँ उपभोक्ताको तर्फबाट आफ्नो मनमा लागेका कुराहरू व्यक्त गरेर गइसक्नु भएको छ। पक्कै पनि समस्याहरू आउने गर्छन्, ती समस्याहरूलाई समाधान गर्नुपर्छ भन्ने राम्रो भनाइ पनि हो र त्यसको प्रत्युत्तर पनि आउने नै छ। प्रतीक्षा गरेर बस्नुहोला। यसै गरी म मन्तव्यकै क्रमलाई जोड्न चाहन्छु। हामीलाई चाहिँ आज अधिवेशन पनि छ, धेरै समयलाई मध्यनजर गर्दै आफ्नो मन्तव्य राखिदिनु हुनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु र मन्तव्यको क्रमलाई जोड्न चाहन्छु। टोल विकास संस्थाबाट एकजनालाई मात्रै हामीले मन्तव्यमा राखेका छौँ। मन्तव्यकै क्रममा लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष श्री कृष्ण प्रसाद घिम्रेज्यूलाई आफ्ना मन्तव्यहरू राखिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। मन्तव्यभन्दा अगाडि अतिथिको आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु। धन्यवाद। कार्यक्रम सञ्चालिका एसए सामुदायिक वनका सचिव बालकुमारी श्रेष्ठज्यू, हस्तान्तरण पछिको 11औं साधारण सभा तथा 5औं अधिवेशनका सभाध्यक्ष एसए चतुर्मुखी सामुदायिक वनका अध्यक्ष आदरणीय व्यक्ति हरिकुमार गुरुङज्यू, कालिका नगरपालिका वार्ड नम्बर 1 का वडा अध्यक्ष आदरणीय विकास प्रेमी, शिक्षा प्रेमी, समाजसेवी व्यक्ति सन्तवीर साङतानज्यू, विशिष्ट अतिथिज्यूहरू सरोज गुरुङज्यू जो वरेण्य आवास संरक्षण परिषदका संस्थापक अध्यक्ष हुनुहुन्छ, तपाईँ हाम्रा यसै सामुदायिक वनका पनि निवर्तमान अध्यक्ष, उहाँको कार्यशैली, उहाँको काम गराइ हामीले देखिसकेका छौँ। एक कार्यकाल म उहाँसँगै बसेर काम गर्ने अवसर पनि पाएँ। उहाँको दिन यो सामुदायिक वनप्रति छ। त्यसै गरी बालकृष्ण सर, छिमेकी सामुदायिक वनका अध्यक्ष कृष्ण प्रसाद बगालेज्यू, टोल विकास संस्थाका अध्यक्षज्यूहरू र मञ्चमा आसिरहनुभएका सम्पूर्ण अतिथिगणहरू र निवर्तमान अध्यक्षज्यूहरू, यस संस्थालाई यहाँसम्म ल्याउनु हुने हरिकुमार गुरुङज्यूलाई सहयोग गर्नुहुने, विभिन्न उपसमितिमा रहेर काम गर्नुहुने समितिका उपसमितिका संस्था संयोजक र सदस्यज्यूहरू, पूर्ण कार्य समिति र आज यो सम्मानित हलमा सम्मान लिनको लागि, सम्मानित हुनको लागि आउनुभएका हाम्रा मेरा सम्पूर्ण बाआमा, दाजुभाइ, दिदीबहिनी, एकल महिलाज्यूहरू र उपभोक्ताज्यूहरूमा म लालीगुराँस टोल विकास संस्थाको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हार्दिक नमस्कार टक्राउन चाहन्छु। यस चतुर्मुखी सामुदायिक वनको यो मञ्चमा उभिएर कार्यक्रम माइक समातेर बोल्दै गर्दाखेरि मैले हरेक पटक भन्ने गर्छु, हाम्रा आदरणीय यस संस्थाका बहुत वन र वन्यजन्तुको संरक्षण गर्न अहोरात्र खट्नुभएका हाम्रा आदरणीय व्यक्ति स्वर्गीय गोपाल लोप्चनप्रति म श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। उहाँको नाम यहाँ अहिले सञ्चालकज्यूले भन्नुभएन, मैले भने, अन्यथा नसोच्नुहोला। उहाँले अघिल्लो कार्यकालमा खगडी खोलाको कुनामा बसेको एउटा गौडोमा पासो थापिएछ। केदारनाथ पौडेल सर डेपो साहब हुनुहुन्थ्यो। त्यो पासोमा बँदेल पर्यो। त्यो बँदेल छुटाउनको लागि हामीले सरोजी र हामी सबै त्यहाँ गयौँ। डेपो साहबले आफ्नो सेनामेना लिएर आउनुभयो, तर पनि त्यो सेनाले पनि त्यो बँदेल छुटाउन सकेन। र त्यो बहादुर सिपाही हो गोपाल लोप्चन हुनुहुन्थ्यो, जसले
लहराबाट गएर झुन्डिएर गएर भिडमा गएर त्यो बन्देलाई जिम्मेदारी छुटाउन सफल हुनुभयो। एकचोटि उहाँको सम्मान उहाँलाई सम्झेर ताली बजाइदिनु होला गोपालको प्रति श्रद्धासुमन व्यक्त गरिदिनु होला। त्यसै पनि म हरेक कार्यक्रममा उहाँप्रति म सिर उगाएर म श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। र यस संस्थालाई म यस मानेमा पनि हरिकुमार गुरुङज्यूको यो समितिलाई म यस मानेमा पनि म धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम अघिल्लो महिना मङ्सिर 27 गतेको लागि नै तोकिएको थियो। बिचमा 10 गते हामीलाई बोलाइयो, विशेष छलफलको लागि बोलाइयो। हामी उपस्थित हुन सक्दैनौँ, हाम्रो विशेष कार्यक्रम छ, हामी अनुपस्थित हुन्छौँ भनेपछि उहाँले सहर्ष स्वीकारेर 27 गतेको कार्यक्रम आज सारिदिनु भयो र यो मञ्चमा उभिएर हामी जम्मा हुने अवसर पायौँ। यसमा पनि म आयोजक टिमलाई यो समितिलाई म धन्यवाद दिन चाहन्छु। 11औं अध्यक्षको रूपमा 11औं साधारण सभा पनि हो, 11औं अध्यक्ष पनि हो हरिकुमार गुरुङज्यू। 11औं अध्यक्षको रूपमा यो चतुर्मुखी सामुदायिक वनको नेतृत्वमा हालका अध्यक्ष हरिकुमार गुरुङज्यू हुँदै गर्दाखेरि भएका प्रगतिका केही राम्रा नराम्रा त म अहिले बन्द सत्रमा भन्नेछु, राम्रा पक्षहरूको केही बुझागत रूपमा तपाईँहरूसँग प्रस्तुत गर्नै पर्छ। मैले आजसम्म कुनै पनि अध्यक्षहरूले सपनामा पनि नसोचेको जीव सफारी ल्याएर तपाईँ हामीलाई हाम्रो कागजमा देखिएको छ महिनाको अहिले 5 लाख रुपियाँ समथिङ आम्दानी जीव सफारीबाट भयो भने आज। त्यस कारणले जीव सफारीको सपना उहाँले पुरा गर्नुभएको छ। बाँसको वृक्षारोपण गरेर फाटे बाँसको लहलह देखिन सकिन्छ, उहाँले अघि नै आफ्नो प्रस्तुति भनिसक्नुभयो। त्यस कारणले पनि भोलिका दिनमा हाम्रा तरकारी खेती गर्ने किसानहरूको लागि त्यो फाटे बाँसले हामीलाई यही खपत हुन्छ, यही नै हामीले सदुपयोग गर्न सकिन्छ, संस्थालाई आम्दानी हुन्छ। टोलबाट सहभागी गराएर वनभित्र रहेको मिठा प्रवृत्तिको झारलाई मल बनाउने किसिमको 2 दिने तालिम हाम्रा सहकर्मीहरूले सौरामा गएर पनि सिक्नुभयो र यहाँ पनि हामी कति सहभागी भयौँ, त्यो किसिमको तालिम पनि गरियो। र हामी टोल विकास संस्थाको अध्यक्षहरूको पनि प्रतिनिधित्व हुने गरी 81 साल चैतको 1 र 2 गते अध्ययन अवलोकन भ्रमणको लागि हामीलाई माडी लग्यो। त्यहाँ हामीले धेरै कुरा सिक्यौँ। ती कुराहरूको म अहिले त्यो धेरै फेरि म यहाँ बताउन सक्दिनँ, समय थोरै छ। र त्यो पनि उहाँहरूले राम्रो काम गर्नुभएको हो। र टोलबाट प्रतिनिधित्व हुने गरी 82 सालको नेपालीहरूको महान चाड हरितालिका तीजको कार्यक्रम उहाँहरूले यहीँ सम्पन्न गर्नुभयो, जसमा धनराशि पनि एउटा पुरस्कारको राशि पनि राखिएको थियो। यो पनि एउटा विगतका केही अगाडिका अध्यक्षज्यूहरूले सुरु गर्नुभएको थियो, बिचमा सेलाएर अहिले हरिकुमार गुरुङज्यूले त्यसलाई नेतृत्व दिनुभएको छ। यसमा पनि म धन्यवाद दिन चाहन्छु। कुक तालिम, महिला ड्राइभिङ तालिम, धेरै तालिमहरू दिनुभएको छ। थप खडी खोलामा अर्को एउटा मचान बनेको छ, घाँसे मैदानको कुरा उहाँले गरिसक्नुभयो र राम्रा पक्षहरू यो हुन्। र मेरा केही सुझावहरू पनि छन्। नराम्रा पक्ष म अझै कोट्याउँदिनँ, नराम्रा पक्ष म अहिले बन्द सत्रमा कोट्याउला। यो भनेको हामीले शुभकामना दिने हो र सुझाव चाहिँ म अहिले दिन्छु। सिमानाको बाटो लालीगुँडा टोलका उपभोक्ताहरूले एक फेर हात उठाइदिनु त, कतिजना आउनुभएको छ यहाँ? ल ल ल ल ल ल्याएर धेरै छन् यहाँ। रहेको कुरो लालीगुँडा टोल विकास संस्था जङ्गलको सिमानामा छ, चोरी तस्करी हुन्छ, वनजन्तुबाट आक्रान्त भइया छ। तर पनि सरोज गुरुङको ज्यूको पालामा जो मेषजालीको सम्पन्न भयो, त्यसले गर्दाखेरि हिँडेर आउने साना ठुला चित्री बँदेल गैडा हात्ती त आउनु सक्दैन, कहिलेकाहीँ कताकताबाट आउने हो। तर हामी बाँदर आतङ्कबाट पीडित छौँ महोदय, बाँदर आतङ्कबाट पीडित छौँ हामी। सुन्नुहोला अध्यक्षज्यू, यहाँ हुनुभएका वडा अध्यक्षज्यू, सामुदायिक वनका अध्यक्ष, यो सामाजिक संस्था हो। सामाजिक संस्थाले एकजना परिवार पनि विचलित भयो भने त्यसलाई सम्मान गरेर त्यसको के हो त्यसको जड पत्ता लगाएर त्यसलाई पुनर्स्थापना विस्थापित भयो भने पुनर्स्थापना गर्नुपर्छ। मेरो त साराको सारा टोल विस्थापित भइसक्यो महाराज, साराको सारा टोल विस्थापित भइसक्यो। खेती लाउन सकिएन, गहुँ मकै धान तोरी आलु लसुन केराउ केही लाउन पाइएको छैन, सबैको बारी बाँझो भइसकेको छ। त्यस कारणले बाँदर आतङ्कको लागि मैले अघिल्लो हाम्रो छलफलमा मैले कुरो गरेको थिएँ। 100-150 मिटरको दूरीमा एउटा त्यही किसिमले फलामको पाइपमा सेटिङ गराएर बाघको चाहिँ एउटा डमी पुतलाको डमीलाई ल्याएर राख्ने भन्ने किसिमको सुझाव मैले दिएको थिएँ। त्यो पनि यो
गरिदिनु होला। सडक बत्तीको लागि पनि त्यो आन्तरिक छलफलमा उहाँले सहमति जनाइसक्नु भएको छ। सिमानाका मान्छेहरूलाई म यो मञ्चबाट यो माइक समाउँदै गर्दाखेरि हामी अघिल्लोचोटि बैठकमा जोड्दै गर्दाखेरिको र अध्यक्षज्यूले दिनुभएको सुझावको चाहिँ एउटा सान्त्वनाको म सेयर गर्न चाहन्छु। कार्ययोजनामा परिसकेको छ, हरेक वर्ष ठ्याक्कै सिमानाको बाटो जङ्गलको छेउको लागि चाहिँ 25,000 रुपियाँ दसैँ र तिहारमा बत्ती बनाउनलाई र 25,000 रुपियाँ चाहिँ वर्षिनी सामुदायिक वनले छुट्याउने भएको छ। एकचोटि जोरदार ताली बजाइदिनु होला, समितिलाई सम्मान गरिदिनु होला। आज नितान्त हामी हस्तान्तरण पछिको 11औं साधारण सभा तथा 5औं अधिवेशन कार्यक्रममा सहभागी भइरहेका छौँ। अब आउने समितिले आजको दिन भनेको यस्तो महत्त्वपूर्ण दिन छ। आज अर्को समिति बन्छ र मैले थोरै भने पनि अहिलेको यो समितिले गरेको कामको फेरिस्त मैले बताएँ, यो धेरै छ। तपाईँ हामी दैनिक श्रमदान गर्न गइरहेका छौँ, घाँस दाउरा गर्न गइरहेका छौँ। हरेकचोटि चाहिँ हामी जङ्गलभित्र पस्छौँ, प्रयास देखेका छौँ जङ्गल कुन अवस्थामा थियो र अहिले कुन अवस्थामा आइसक्यो भन्ने कुरो। त्यस कारणले त्यो फेरिस्तको पछि एउटा व्यक्तिको नाम जोडिएको छ है। त्यो व्यक्ति हरिकुमार गुरुङ नै हो। भावी अध्यक्ष पनि हरिकुमार गुरुङ नै हुनुपर्छ भन्ने कुरो मेरो मान्यता हो। ताली बजाउनु सङ्कल्पलाई पनि फेरि, किनभने अघि नै भन्नुभयो प्रदेशदेखि बजेट परेको छ। यहाँ नगर वडाले सिफारिस गरेर नगरको आर्थिक स्थानीय सरकारको बजेट त छँदैछ। ऊ यहीँको नन्दलाल दाई संयोजक भएर यहाँभित्र चाहिँ घाटगतिमा मेस्टाले लगाइयो, त्यसमा मैले पनि केही सहयोग गरेँ र यसपालि प्रदेशको पैसा परेको छ 30 लाख रुपियाँमा 29 लाखको फेरिस्त मैले उहाँले अध्यक्षज्यूले बताइसक्नुभयो। फुटबल ग्राउन्डलाई 15 लाख, चिल्ड्रेन पार्कलाई 9 लाख र यतापट्टि सोलर बनाउनको लागि 5 लाख गरेर चाहिँ 29 लाख रुपियाँको बजेट यहाँ आइसक्यो। प्रदेशदेखि बजेट ल्याउन सफल भएको यो समिति यसपालि ल्यायो भने अर्को पालि सङ्घीय सरकारबाट पनि बजेट आउँछ कि हामीले त्यो आशा गरौँ है। माथिबाट पनि बजेट झार्नुहुन्छ भने पक्कै पनि मलाई आत्मविश्वास छ। त्यस कारणले पनि हरिकुमार गुरुङज्यू जिन्दाबाद। र यति भन्दै मैले थोरै समय पनि लिएँ। यति भन्दै हाम्रा आज यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण उपभोक्ता बाआमा दाजुभाइ दिदीबहिनी, यस सामुदायिक वनको यो कार्यक्रमको निमन्त्रणालाई स्वीकार आउनुभएका मञ्चमा आसिरहनुभएका आसीन हुनुहुने सम्पूर्ण पाहुनाज्यूहरूलाई मेरो टोलको लालीगुराँस टोल विकास संस्था र मेरो व्यक्तिगत रूपबाट हृदयदेखि धन्यवाद दिँदै बिदा हुन्छु। जय चतुर्मुखी। धन्यवाद छ यसै लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष श्री कृष्ण प्रसाद घिम्रेज्यूलाई। उहाँले चाहिँ आफ्नो संस्थाहरूका समस्याहरू साथै चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहहरूले गरेका कामहरूको बारेमा विस्तृत रूपमा यहाँहरूलाई सुनाएर गइसक्नु भएको छ। उहाँलाई पुनः धन्यवाद दिन चाहन्छु। यसै गरी मन्तव्यकै क्रमलाई जोड्न चाहन्छु। महासङ्घको तर्फबाट मन्तव्य राखिदिनु हुनको लागि सामुदायिक वन उपभोक्ता महासङ्घ चितवनका उपाध्यक्ष तथा पञ्चकन्या सामुदायिक वनका अध्यक्ष श्री कृष्ण बगालेज्यूलाई मन्तव्य राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद सचिवज्यू। 11औं साधारण सभाका सभाध्यक्ष यसै चतुर्मुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङज्यू, प्रमुख अतिथि यसै कालिका वडा नम्बर 1 का जनप्रतिनिधि वडा अध्यक्ष भाइ सन्तवीर ज्यू, विशिष्ट अतिथि पदमपुर सब डिभिजन वन कार्यालय प्रमुख बालकृष्ण खनालज्यू, बरण्डाभार संरक्षित वन परिषदका संस्थापक अध्यक्ष र पूर्व यसै चतुर्मुखी सामुदायिक वनका अध्यक्ष सरोज गुरुङज्यू, बरण्डाभार संरक्षित वन परिषदका तृतीय उपाध्यक्ष अशोक पाखरिनज्यू, प्रहरी बिटबाट पाल्नुहुने मित्र र विभिन्न सङ्घ संस्थाहरू टोलहरूबाट उपस्थित हुने मञ्चमा ड्यान्समा उपस्थित हुने सम्पूर्ण अतिथिगणहरू, पत्रकारज्यूहरू, आम उपभोक्ता बुवा आमा दाजुभाइ दिदीबहिनीहरू र कर्मचारी सामुदायिक वनका कर्मचारी ज्यूहरूमा स्वीकार्नुहोस्। सामुदायिक वन उपभोक्ता महासङ्घ
नेपाल जिल्ला महासङ्घको तर्फ पञ्चकन्या सामुदायिक वनको तर्फबाट मेरो न्यानो अभिवादन नमस्कार। आज खुसीको दिन पनि हो, किन भन्दा यस कार्य समितिले वर्ष दिनभरि के काम गर्यो र भावी के काम गर्छ भनेर उपभोक्ताहरूलाई जानकारी दिनु नै पर्छ। सामुदायिक वनको कर्तव्य पनि छ र हामीले यो गऱ्यौँ, अब हामी यो गर्दैछौँ भन्ने कुराहरू को ज्ञात हुन्छ सबलाई र हाम्रो समूहले पनि यो काम गर्दैछ भन्ने कुरो आम उपभोक्तालाई जानकारी पनि हुने भएकोले आजको दिन अति खुसी हर्षमयको दिन हो। र अब म एउटा सामुदायिक वन उपभोक्ता महासङ्घको आधारले भन्दा तपाईँहरूले अब यो अधिवेशनको वर्ष पनि जो छ, तपाईँहरूले यस सामुदायिक वनमा भएका कामहरूलाई निरन्तरता दिनै पर्छ। म एउटा पञ्चकन्या सामुदायिक वनको अध्यक्ष हो। हरिजी र मैले कति दुःख गरेर हामीले यो जीप सफारी लाइन सुरु गऱ्यौँ। हामी पुसमा सुरु गरेको हो, 5 लाख त्यति नै पैसा पञ्चकन्या सामुदायिक वनले नि पाएको छ भन्दा दुईटा जोड्दा त लगभग 12 लाख रुपियाँ हो। हामीले पुसबाट मात्रै सञ्चालन गरे, पुसको 15बाट सञ्चालन गऱ्यौँ। किन पहिला हामीले कोसिस गऱ्यौँ, हामी असफल पनि भयौँ र पछि अब त्यो एउटै कुरालाई घोटिँदै जाँदा एउटा भुत्ते फलामलाई पनि घोट्दै जाँदा त्यो धारिलो हुन्छ भने जस्तै भयो थियो हामीलाई। हरि र मलाई बोलिहाल्यौँ यो गर्छौँ भनेर, तर गर्दा गर्दै सफल भयो। यो चाहिँ यसलाई हामी पूर्ण रूपले यो हरिजी कृष्ण बगाले सफल भएको छैन, यसलाई धेरै काम बाँकी छ। यसलाई निरन्तरता दिनुपर्छ, किन भन्दा यसमा हामीहरू धेरै पसिना बगेको छ र यो कामलाई, यो पसिनालाई त्यसै खेर फाल्न दिनुहुँदैन। उपभोक्ताभित्र बसेर पनि समितिभित्र बसोस् या उपभोक्ता रहोस् या उपभोक्तै छोडेर बसे पनि यो काम हामीले निरन्तर दिनै नै पर्छ। किन भन्दा हाम्रो यहाँको विकास नै यही हो। सौरा पहिला के थियो र यही आधार एउटा साना ती खडाइले बारेका घरहरू थिए। अहिले हेर्नु सौरा पर्यटन क्षेत्र भन्छ। हाम्रो के यो चतुर्मुखी पञ्चकन्याको पर्यटन क्षेत्र बन्न सक्दैन र तपाईँ हामीले चाह्यौँ भने यो सौन्दर्य पैसाको रूपमा हामीसँग वन्यजन्तु प्रशस्त मात्रा छन्। हामीसँग सिमसार क्षेत्र छ, घाँसे मैदान छ। हरिजी हामीले घाँसे मैदानमा पनि धेरै दुःख गऱ्यौँ, घाँसे मैदान पनि लगाइरहेको छौँ र यिनै कामहरू गर्दा दुःख पनि हुन्छ र काम सफल हुँदा अति खुसी पनि सुख पनि हुन्छ। किन भन्दा आँटेको काम हामीले सफल गर्न सक्यौँ भनेर हामी आफैमा गौरव मान ठान्छौँ। त्यस कारणले यी कामहरूलाई निरन्तर दिने र अब आउने भावी कार्य समिति समूहले पनि यो कामलाई निरन्तर दियोस् भन्ने म उहाँहरूलाई पनि शुभकामना दिन चाहन्छु। किन भन्दा गरेको कामलाई यो हरिले गरेको, यो कृष्णले गरेको भनेर छोड्यो भने त्यो कहिले पनि सामुदायिक वन विकास हुन्न र ती कामहरूलाई पुराना साथीहरूले गरेका कामलाई निरन्तर दिनु नै पर्छ। किन भन्दा सामुदायिक वन एउटा पाठशाला हो, सिक्ने हो, सिकाउने हो। यसै कारणले अब आउने साथीहरूले पनि यो गरोस् र यो 11औं साधारण सभा र 5औं अधिवेशन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना सहित मेरा 2 शब्द यहीँ अन्त्य गर्छु। हस्त नमस्कार। धन्यवाद छ। सामुदायिक वन उपभोक्ता महासङ्घ चितवनका उपाध्यक्ष तथा पञ्चकन्या सामुदायिक वनका अध्यक्ष श्री कृष्ण बगालेज्यूलाई उहाँले चाहिँ आफ्नो मन्तव्यहरू राखेर गइसक्नु भएको छ। उहाँलाई पुनः धन्यवाद दिन चाहन्छु। यसै गरी मन्तव्यको क्रमलाई जोड्न चाहन्छु। पदमपुर सब डिभिजन वनका आदरणीय श्री बालकृष्ण खनालज्यूलाई आफ्नो मन्तव्यहरू राखिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। विशिष्ट अतिथिज्यूहरू जो विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गरिरहनु भएको छ, कार्य समितिका पदाधिकारीज्यूहरू र उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू र मिडियाकर्मी साथीहरूमा सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट र सब डिभिजन वन कार्यालय पदमपुरको तर्फबाट यहाँलाई हार्दिक नमस्कार टक्राउन चाहन्छु। अब मैले धेरै कुरा भन्नुपर्ने अवस्था कहीँ पनि देखिराखेको छैन, किनभने धेरै कुराहरू पूर्व वक्ताहरूले पनि भनिसक्नु भएको छ। विशेष गरी म अलिकति यहाँहरूलाई सामुदायिक वनको अवस्थातर्फ मात्रै यहाँहरूलाई एउटा सानो कुरा राख्न चाहन्छु। हामीले झन्डै 38-40
वर्ष अगाडि वृक्षारोपण गरेको यो क्षेत्र थियो। तर त्यो वृक्षारोपण हुनुभन्दा अगाडि जे जस्तो अवस्थामा वन थियो आज क्रमशः वन त्यही अवस्थामा फर्किरहेको देखेको हुनाले वन चाहिँ पुरानै हुन खोजिरहेको देखिरहेछ। त्यस कारणले पछि वृक्षारोपण गरेको सिसौहरू क्रमशः सकिँदै गयो र अहिले हेर्दा हामीले झन्डै 40-50 लाखको आम्दानी देखिए पनि तर यो आम्दानी के कारणले बढेको देखिएको हो भने काठ कति पाइएको थियो भन्दा हिजो जति काठ काट्न पाइन्थ्यो आज पनि त्यति नै काठ काट्न पाइने हो। त्योभन्दा बढी काठ प्रत्येक वर्ष काटिएको अवस्था छैन। तर के कारणले आम्दानी बढेको देखिएको हो भने आम्दानी त काठको दर बढ्यो, शुल्क बढ्यो, त्यस कारणले बल्ल आम्दानी बढेको देखिएको हो। तर यही अवस्था रहिरहने हो भने केही समय पछाडि हाम्रो आम्दानी काठ दाउराबाट घट्दो क्रममा जाने देखिन्छ। किन हाम्रो वनको अवस्था चाहिँ क्रमशः खस्किरहेको छ। के कारणले खस्किएको छ भने वन एक त पड्के भेलरको मात्रै परिणत हुँदै गयो। तल जुन आम्दानी दिने हो त्यो चाहिँ आम्दानी दिने हाम्रो काठ चाहिँ समाप्त हुँदै गएको अवस्था छ। विशेष गरी सिसौ खैर त आफै आएको हो, खैर हामीले वृक्षारोपण गरेकै होइन। त्यस कारणले तलबाट सानो बिरुवाहरू आउने क्रम रोकिएको हुनाले हाम्रो वनमा चाहिँ क्रमशः त्यो अवस्था चाहिँ छैन। जो वनमा जुन किसिमको अवस्था हुनुपर्ने त्यो अवस्था देखिँदैन। अब त्यसो भनेर मात्रै हामी सधैँ हुँदैन भएन भनेर मात्रै पनि भएन। कहिलेकाहीँ हामी के भन्छौँ भने असफलताबाट सिक्ने भन्छौँ। तर म यहाँहरूलाई आज के अनुरोध गर्न चाहन्छु भने कहिलेकाहीँ असफलताबाट मात्र होइन सफलताबाट पनि सिक्न सक्नुपर्छ। जस्तै यहाँ हामीले बाँसको कुरा सुन्यौँ, झन्डै अहिले हेर्दा पनि 3 लाख बराबरको बाँस र बेतबाट हामीले आम्दानी गरेको देखियो। यसको अर्थ के हो भने बाँस र बेत प्राकृतिक रूपमै छ, त्यसको व्यवस्थापन गर्दा मात्रै भयो। हामीले बाँसलाई वृक्षारोपण गर्नु पर्यो र थप अझ क्षेत्रमा विस्तार गर्नुपर्ने अवस्था देखियो। ताकि के भयो भने हाम्रो आम्दानीको एउटा अर्को स्रोत त्यो पनि त हुने रहेछ भने बाँसलाई विस्तार गर्दाखेरि बरु थोरै क्षेत्रमा गरौँ तर धेरै क्षेत्रमा एकैचोटि पनि नगरौँ र त्यसो गर्न सकियो भने एउटा आम्दानीको स्रोत त्यहाँनिर हामीले फेला पार्ने हौँ जसले वनको हरियाली पनि कायम राख्यो र आम्दानीको स्रोतमा पनि वृद्धि गर्यो। त्यो एउटा गर्न सकिने काम रहेछ भन्ने देखिन्छ यसले। र त्यसलाई अनि अर्को कुरा जस्तो अब अघिदेखि भनिरहनु भएको छ सफारीको कुराहरू गरिरहनु भएको छ। सफारीको राम्रो सुरुवात भएको छ तर सफारी पनि के हो भने अब हाम्रो वन क्रमशः झाडीमा परिणत हुँदै जाने हो भने त त्यहाँ चर्ने वन्यजन्तु नहुने हो भने फेरि के हेर्न आउलान् त पर्यटकहरू भन्ने पनि अर्को प्रश्न छ। त्यसो भएको हुनाले हामीले के गर्नु पर्यो भने घाँसको व्यवस्थापन हामी कसरी गर्छौँ। प्राकृतिक घाँसको व्यवस्थापन पनि हुन सक्ने भयो भने हामीले अहिले गरिरहेको जस्तै अभ्यास पनि थप्न सक्ने अवस्था पनि हुने भयो। त्यो दुईटै काम गर्न सक्यो भने मात्रै हाम्रो यो सफारीले चाहिँ अझ अलि दिगो हुन्छ किन अहिले झन्डै हामीले 6 महिनामा 6 लाख बराबरको आम्दानी गऱ्यौँ तर 6 महिनामै हामी 10 लाख आम्दानी गर्ने अवस्थामा पो पुग्छौँ कि। तर त्यसको लागि पनि हामीले के गर्नु पर्यो भने अब त्यो घाँसको व्यवस्थापन गर्ने कुरा र झाडीको व्यवस्थापन गर्ने कुरा पनि हाम्रो लगानी बढ्नुपर्ने अथवा हाम्रो ध्यान पुग्नुपर्ने अवस्था देखियो। त्यसले मात्रै के भन्यो भने हामीले पर्यापर्यटन भन्दै आइरहेका छौँ। जस्तो अलि बाल उद्यानको कुरा गर्नुभएको छ, त्यो बाल उद्यानले पनि अर्को एउटा पर्यापर्यटनको लागि चाहिँ हामीलाई क्षेत्र थप गर्छ। त्यो अवस्था चाहिँ हामीले सिर्जना गर्न सक्ने हो भने त्यो पनि गर्नुपर्ने अवस्था देखियो। अर्को कुरा जस्तो हामीले यो तटबन्धको कुराहरू ड्याम बनाउने कुराहरू काम गरिरहनु भएको छ त्यसलाई पनि अब हामीले अझ विस्तार गर्दै लानुपर्ने भयो ताकि त्यसले थप वनमा क्षति नपुर्याओस् भन्ने। अब अर्को अलिकति समस्यातर्फ पनि यहाँ जान चाहन्छु। अघि एकजना भाइले पनि कुरा उठाउनु भएको थियो, चोरीको कुराहरू बिस्तारै बढ्दै गएको भन्ने विषयमा कुरा उठाउनु भएको थियो र हालसालै साँच्चै भन्ने हो भने 5 र 6, 7 गते मध्ये 6 गते हुनुपर्छ अध्यक्ष, होइन 6 गते हुनुपर्छ। हामीले अहिलेसम्म सामुदायिक वनको अध्यक्षज्यूले जानकारी गराउनु भए अनुसार पनि र मेरो जानकारी भएअनुसार पनि अहिलेसम्म भित्र गाडी नै प्रवेश गराएर काठ चोरी भएको अवस्था थिएन। तर 6 गते एउटा घटना घट्यो जहाँ गाडी भित्रै लगेर काठ चोरी भएको अवस्था देखियो। त्यसले त अब हामी त सचेत हुनुपर्ने अवस्था त देखियो नि। एउटा दुईटा छिटपुट रूपमा हुनु र सवारी साधनै प्रवेश गरेर हुनुमा पक्कै पनि अन्तर छ होला। र त्यसमा अर्को एउटा के कुरा चाहिँ यहाँ मतलब ढुक्कैसँग भन्न सकिने अवस्था रह्यो भने त्यो ठ्याक्कै रुखको फेदमा गएर राति चिनाउने भने त चिन्ने मान्छेले चिनाएको होला, नचिन्ने मान्छेले त त्यो चिनाएको होइन होला। यही ठाउँमा रुख सुकेको छ यहाँ काठ छ भनेर चिनाउने मान्छे चाहिँ को होला त? कोही हामी भित्रकै मान्छे पो हो कि कोही हाम्रो माझको भन्ने पनि सोच्नुपर्ने अवस्था चाहिँ देखियो।
त्यस कारणले त्यो विषयमा यहाँहरू सबैलाई मेरो आग्रह हो कि यहाँहरू सबैले त्यो संरक्षणमा पनि त्यत्तिकै सचेतना अप्नाउनुपर्ने देखियो। त्यसको लागि सहयोगको लागि हामी सदैव तयार छौँ, तर सचेतना चाहिँ अलिक बढी, किनभने यहाँले बढी चिन्नुहुन्छ। स्थानीय को व्यक्ति हुनुहुन्छ त्यस्तो, त्यो व्यक्तिको विषयमा यहाँहरू बढी जानकार हुनुहुन्छ। त्यस कारणले त्यो विषयमा पनि हामी साँच्चै सचेतना अपनाउनु पर्ने अवस्था देखियो। अर्को यहाँ अघि भाइले पनि कुरा उठाए अनुसार पनि फोहोरको कुरा पनि त्यत्तिकै छ। अहिले त हाम्रो के छ भने आफ्नो घर आँगन सफा राख्ने, तर फोहोरको व्यवस्थापन गर्ने ठाउँ भनेको कहाँ हो भन्दा त्यो वनमा लगेर फाले त भइहाल्छ नि भन्ने हिसाबले तपाईँ हामी सबैले, फेरि यसले फालेको छ उसले फालेको छ भन्ने नि छैन, तपाईँ हामी सबैले फालेका छौँ, बाँकी त कोही पनि छैन होला। हामी भित्रकै मान्छेले त फाले होला नि, बाहिरको मान्छे त को आउँछ त? यही नगरपालिकाभित्रको मान्छे होला, यही वरिपरिको मान्छे त होला, बाहिरको मान्छे त कोही पनि हुँदैन, धेरै परबाट त पक्कै होइन होला। भनेपछि त्यो फोहोरले पार्ने असरको विषयमा अघि त्यो भाइले कुरा राखिसकेको छन्। वास्तवमा त्यसले वन्यजन्तुको स्वास्थ्यमा पार्ने असर हो, वनको स्वास्थ्यमा पार्ने असर भयो। त्यहाँ तल हेर्नुहोस् त, त्यो फोहोर फालेको ठाउँमा तल एउटा बिरुवा पनि आउने अवस्था छैन, भएको झाडी पनि मरेको छ भनेपछि त्यो कति हानिकारक रहेछ भन्ने त्यसले त्यत्तिकै देखाइहाल्छ। त्यस कारण त्यो विषयमा पनि हामीले अघि सिसी क्यामेराको कुरा पनि आएको छ। यहाँ त कस्तो भयो भने यहाँभन्दा अगाडि त्यो फालेको ठाउँमा एउटा बोर्ड थियो, कति याद गर्नुभयो यहाँहरूले, यहाँ फोहोर फाल्न मनाइ छ भनेर राखेको बोर्ड थियो, देख्नु भएको थियो होला। तर त्यो बोर्डकै तल सबभन्दा बढी फोहोर फालिएको थियो, त्यो पनि देख्नु भएको थियो होला। त्यस कारणले त्यो भनेको त मनस्थितिमा चेन्ज हुनुपर्ने होला नि त। हाम्रो आफ्नै मनस्थिति हामीले फोहोर फाल्नु हुँदैन भन्ने भयो भने त पक्कै त्यही बोर्डकै तल रहेर फोहोर फाल्ने अवस्था त सिर्जना हुन्थेन होला। ठ्याक्कै त्यसको पुलपारी त्यही अवस्था थियो, त्यसरी नै बोर्ड राखिएको थियो, तर त्यही बोर्डमा को तल सबभन्दा बढी फोहोर फाल्ने गरेको अवस्था थियो। त्यस कारणले त्यो विषयमा पनि हामीले क्यामेरा राख्दाखेरि पनि, जस्तो सिसी क्यामेराको कुरा आएको छ, क्यामेरा राख्दा पनि क्यामेराकै तल फाल्दिन पनि बेर छैन। हेर्नुहोस्, त्यो विषयमा हामीले सोच्नुपर्ने भएको छ। त्यही त भनेको मैले, सबभन्दा अहिले फोहोर फाल्न सजिलो साधन पनि अझ अटो भएको छ। अटोबाट केही पनि देखिन्न, ढोका खोल्नु नि पर्दैन, आयो छोडिदियो गयो। त्यस कारणले हामीले सचेतना अपनाउनु पर्ने भयो। हाम्रो क्षेत्रमा फोहोर त हामीलाई भयो नि त, जसले फालेको होस्, एले फालेको होस्, बीले फालेको होस्, कले फालेको होस्, खले फालेको होस्, फोहोर त हामीलाई भयो नि त, समस्या त हामीलाई हुने भयो भन्ने हो मेरो कुरा चाहिँ। त्यस कारणले त्यो विषयमा पनि हामीले चाहिँ एकदमै सचेतना अपनाउनु पर्ने अवस्था चाहिँ देखियो। त्यस कारणले त्यो मेरो यहाँलाई विनम्र आग्रह हो। र अर्को, अघि मैले आर्थिक प्रतिवेदन हेर्दै जाँदा यो गरिबी निवारणमा चाहिँ खै के कारणले हो, अध्यक्षज्यूसँग मैले सानो कुरा त राखेको छु, त्यो पैसा पटक्कै खर्च गरिएको देखिएन हामीले आयमूलक कार्यक्रम र गरिबी निवारणमा। त्यसतर्फ पनि चाहिँ यहाँलाई ध्यान आकर्षण गर्न चाहन्छु म। त्यसभन्दा बाहेक अब अर्को के भने, हामी अधिवेशनको सङ्घारमा पनि छौँ, अधिवेशन पनि हुँदैछ। अब अहिले अधिवेशनकै कुरा गर्ने हो भने हाम्रो अलि परको उत्तरको छिमेकी हेर्ने हो भने 6-7 वर्षदेखि समितिविहीन भएर बसेको अवस्था छ। त्योभन्दा अलि नजिकको उत्तरको छिमेकी हेर्ने हो भने असोज 21 गते भएको साधारण सभा हालसम्म समिति बन्न सकेको अवस्था छैन। 1-2 दिनमा केही हुन्छ कि भन्ने आशा मात्रै गरिएको छ भने उत्तर, अझ त्योभन्दा दक्षिणको छिमेकीमा पनि 12 गते त चुनाव तोकिएकै छ, अध्यक्षजी यहीँ सामनेमै हुनुहुन्छ भनेपछि त्यो खालको अवस्था चाहिँ यहाँ चाहिँ सिर्जना नहोस् है भन्ने अघि एकजना पूर्ववक्ताले पनि भन्नुभएको थियो। त्यो हिसाबले मेरो पनि के कामना छ भने, अथवा वन कार्यालयको चाहना पनि के छ भने, कम्तीमा पनि त्यो खालको अवस्था चाहिँ सिर्जना नभइकन सरल ढङ्गले, सहज ढङ्गले यो वनको अहिलेको अवस्थालाई अझ माथि लिएर जाने एउटा नेतृत्व चाहिँ आउन सफल होस् भन्ने शुभेच्छा पनि व्यक्त गर्न चाहन्छु र कामना पनि गर्छु त्यही हिसाबको एउटा नेतृत्व आओस् भन्ने। र जोसुकै नेतृत्व आउनु भए पनि वन कार्यालयले हिजो जसरी हातेमालो गर्दै यहाँहरूसँग अगाडि बढेको थियो र त्यही हिसाबले हातेमालो गरेर अगाडि बढ्न, चाहे विकासको क्षेत्रमा होस्, चाहे संरक्षणको क्षेत्रमा होस्, हरेक क्षेत्रमा यहाँहरूसँग सँगसँगै अगाडि लागेर हिँड्न वन कार्यालय हरदम तयार छ भन्ने यहाँहरूसँग त्यो प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र अब यो बाँदरको विषयमा पनि कुरा उठाउनु भएको छ अघि यहाँ पूर्ववक्ता अध्यक्षज्यूले, के अरे हाम्रो पुल सुधार समितिको अध्यक्षज्यूले। यो बाँदरको आतङ्कमा वास्तवमा म आफू पनि पीडित छु। म पनि यस्तै वनको नजिकै मेरो घर छ, म जन्मेको ठाउँ मेरो पारसनगरमा नजिकै छ। तर के गर्ने, अब यो चाहिँ वास्तवमा भन्यो भने तपाईँ हामीले गफ गर्ने विषय त बन्ला, तर यसको कार्यक्रम भनेको त सरकारले ल्याउनु पर्ने हो। कसरी यसलाई नियन्त्रण गर्ने, किन यो हाम्रो मात्रै समस्या छैन नि, देशव्यापी समस्या छ। अझ पहाडी क्षेत्रमा हेर्नुभयो भने त गाउँ नै विस्थापित भएको अवस्था छ, नभएको होइन, विस्थापित भएको अवस्था छ। तर त्यसको लागि चाहिँ अब हामीले स्थानीय सरकारको प्रमुख त यही हुनुहुन्छ। अब उहाँ मार्फत हामीले त्यो केन्द्र सरकारसम्म पुर्याउने, आवाज पुर्याउने काम चाहिँ पक्कै पनि गर्नुपर्छ कि बाँदर नियन्त्रणको लागि
सरकारले एउटा कार्यक्रम ल्याउनै पर्छ। त्यो कार्यक्रम नल्याउने हो भने पक्कै पनि थुप्रै गाउँहरू विस्थापित हुने अवस्था, अन्नबाली नै सखाप हुने अवस्था पनि छ, त्यसले विस्थापन पनि निम्त्याएको छ। त्यो तर्फ पनि हामीले बिस्तारै यो समस्यालाई हाम्रो यहाँबाट उजागर गर्दै हामीले त्यसलाई सम्बन्धित ठाउँसम्म पुर्याउने काम चाहिँ गर्नुपर्छ र त्यसको लागि यहाँहरू सबैलाई त्यो आग्रह पनि गर्न चाहन्छु। हामी त्यो गरौँ, पक्कै पनि गर्नै पर्छ हामीले, किन वर्ष दिनसम्म खाने खेती हाम्रो आम्दानीको एउटा स्रोत, हामी जीविकोपार्जनको एउटा आधार नै हामीले गुमाउने अवस्थामा हामी कसरी फेरि संरक्षणमा दत्तचित्त भएर लाग्न सक्छौँ त? त्यो एउटा अर्को प्रश्न पनि छ। हामी सबभन्दा नजिक बस्छौँ, वनबाट सबभन्दा बढी घच्च पनि पाउँछौँ, तर सबभन्दा बढी चाहिँ पीडित पनि हामी छौँ र सेवा सुविधा पनि पाउँदैनौँ भने त्यो अवस्थामा वन संरक्षणमा कसरी चासो जान सक्छ, कसरी त्यो व्यक्ति वन संरक्षणको लागि अग्रसर हुनसक्छ भन्ने अर्को प्रश्न पनि उब्जिन्छ। त्यस कारणले त्यो हिसाबले पनि हामीले सोच्नै पर्छ र हामीले त्यो आवाज उठाउनै पर्छ भन्ने लाग्छ मलाई। र अन्त्यमा यहाँहरू सबैले यो बोल्ने मौका पनि दिनुभयो र म एकचोटि पुनः यहाँहरूको सबैको जय होस् भन्दै अब यो नयाँ समिति आउँदाखेरि एउटा सन्तुलित समिति राम्रोसँग आओस् र त्यो समितिले वनको अहिलेको अवस्थालाई अझ माथि उठाएर लिएर जाने एउटा बलियो नेतृत्व यहाँबाट छानिएर आओस् भन्ने शुभेच्छा पुनः व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद छ पदमपुर सब डिभिजन वन कार्यालयका अधिकृत आदरणीय बालकृष्ण खनालज्यूलाई। उहाँले चाहिँ चतुर्मुखी सामुदायिक वनको उत्तर प्रगतिको कामना गर्दै आफ्ना भनाइहरू राखेर गइसक्नु भएको छ। उहाँलाई पुनः धन्यवाद दिन चाहन्छु। यसै गरी मन्तव्यको क्रमलाई जोड्न चाहन्छु। बरण्डाभार संरक्षित वन परिषदका निवर्तमान अध्यक्ष एवं चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष श्री सरोज गुरुङज्यूलाई आफ्ना भनाइहरू मन्तव्यहरू राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आजका कार्यक्रमका सभा अध्यक्षज्यू, प्रमुख अतिथि कालिका 1 का वडाज्यू, महासङ्घबाट आउनुभएका उपाध्यक्षज्यू, जिल्ला वनबाट आउनुभएका डिभिजन वन खगडी होइन पदमपुर सेक्टरका अधिकृतज्यू, विभिन्न सङ्घ संस्थाबाट आउनुभएका अध्यक्ष लगायत प्रतिनिधिज्यूहरू, सामुदायिक वनका अध्यक्ष समितिका उपाध्यक्ष लगायत कार्य समितिका साथीहरू, टोल सुधारका अध्यक्षज्यूहरू सम्पूर्णमा नमस्कार टक्राउन चाहन्छु। नमस्कार। सर्वप्रथम त यो भेला, यसलाई साधारण भेला भनिन्छ। यो के का लागि बोलाइयो, यो भेलाको उद्देश्य के हो, भेलामा बोलाएर के राख्न खोजेका कुराहरू हजुरहरूले बुझ्न पर्नेछ। यो वास्तवमा भन्नै पर्दा आजको यो भेलामा राखेका अध्यक्षज्यूले राखेका कुराहरू सबैले सुन्नुभयो होला। यो सामुदायिक वन कसरी चलाउने, वनको एउटा राष्ट्रिय नीति हुन्छ, त्यो नीतिभित्र टेकेर हाम्रो एउटा विधान छ, विधानलाई टेकेर हाम्रो वार्षिक के काम गर्ने भनेर हामी साधारण सेवाले छुटाएको हुन्छौँ। त्यो अनुसार गरेको छ कि छैन अध्यक्षज्यू, कार्य समितिका साथीहरूले भनेर यो चाहिँ हामीले वर्षमा हामीले गर्नुपर्छ। यो आज हामीले यसो सुन्दै गर्दा चाहिँ अध्यक्षज्यू लगायत कार्य समिति साथीहरूले धेरै राम्रो काम गर्नुभएको छ जस्तो लाग्यो। किनकि अध्यक्ष लगायत कार्य समितिका साथीहरूले गरेका कामको प्रस्तुतिहरू देखाए नि, त्यो चाहिँ हामीले योभन्दा पहिला पनि धेरै अध्यक्षज्यूहरू आउनुभयो। यो यस्तै सामुदायिक वन अरूमा पनि धेरै छन्, तर नेतृत्व राम्रो भयो भने संस्था अघि बढाउने रहेछ भन्ने चाहिँ अलिअलि हामीले चाहिँ बुझ्नुपर्ने रहेछ। आज उहाँले गरेको कामको बारेमा भन्नुपर्दा अब वनमा चाहिँ सामुदायिक वनभित्र गरेका कामको जङ्गली जनावरलाई कसरी संरक्षण गर्यो, त्यो जङ्गली जनावरलाई खानेको पानीका मुहानहरू कसरी बनाएका छन्, त्यो भित्र घाँसे मैदान कसरी गरेका छन्, हामीले अहिले फेरि काम सुरुवात गर्नुभएको छ भनेका छन्, पर्यटकका लागि जीप सफारी गर्नुभएको छ भनेका छन्। र हामीले फेरि त्योभन्दा बाहिर पनि जनतालाई चाहिँ हामीले सामाजिक काममा चाहिँ विकासमा के काम गऱ्यौँ त। अब अहिले बालकृष्ण सरले भन्नुभयो जस्तो अलिकति थोर हो कि भन्ने चाहिँ मैले योभन्दा पहिला पनि अलिअलि मैले बढाउनुपर्छ सामाजिक विकासमा भनेको थियौँ। र अहिलेको अब अहिले चाहिँ 82-83 चाहिँ हामीले अझ धेरै जनतालाई दिनुपर्छ, सिमानामा बसेका उपभोक्ताहरूलाई पनि केही सहयोग गर्नुपर्छ। अस्ति हाम्रो चाहिँ यो टोल सुधारका अध्यक्ष कृष्णबहादुर दाइ घिमिरे दाइले पनि राख्नुभयो, मेरो टोलमा चाहिँ जङ्गल जनावरले सताउनु पनि सताउने। पहिला त अझ जङ्गली जनावरहरू चाहिँ मनेलहरू जराए चित्त ल्याएर सताउँथे, अहिले
बार बन्यो त्यसले सधैँ अलिक बाँदर आएर सतायो भन्नुभएको छ। यो त उहाँले वास्तविक कुरा राख्नुभयो नि त। यो जङ्गली जन्तुले सताउँछ, सताएको कारण नै हामीले चाहिँ यहाँको उपभोक्ताहरूले चाहिँ केही दिनुपर्छ। संस्था भनेको यो कि संस्थालाई चाहिँ हामीले के अरे जोगाउनुपर्छ। संस्थाबाट आएको केही लाभ चाहिँ हाम्रो उपभोक्तालाई पनि केही दिनुपर्छ। सिप सिकाउने हो कि अब अस्ति भनिसक्नु भएको छ, कसैलाई ड्राइभिङ तालिम देखाएको छ, कसैले ब्युटिसियन तालिम देखाएको छ, धेरै दिइसकेको छ। यो चाहिँ टेलरको तालिम दिएछ। यो दिनुको कारण चाहिँ हामीले त्यो वन जोगाएको मार्फत दिने। जस्तै आजको कार्यक्रममा पनि हामीले अध्यक्षज्यूले भनिसक्नु भएको छ, वृद्ध भत्ताहरू चाहिँ केही थोरै पनि दिउँ, सुरुवात गरौँ। योभन्दा पहिला अलिक पहिला भएको थियो, बिचमा रोके, अब केही गर्नु नसक्ने अध्यक्षहरू छान्यो। यो चाहिँ अध्यक्षज्यूहरू अलिकति स्ट्रङ खालको राम्रो छान्यो भने चाहिँ संस्था अगाडि बढाउँदो रहेछ भने त भएको कारणले चाहिँ योभन्दा पहिला अलिक पहिला दिने गरेको थियो, बिचमा फेरि त्यस्तै भयो, सकिएन, संस्थै घाटामा गयो चलाउनु नसकेको कारणले। तर अहिले चाहिँ अब अध्यक्षज्यूले फेरि राम्रो काम गर्नुभएको छ, सुरुवात गर्नुभएको छ। अब आम्दानी त्यो फेरि काठ दाउरा मात्रै बेचेर आम्दानी गर्ने भन्ने होइन। अलिक पहिलाको हाम्रो सोच के थियो, जङ्गल भने के हो, दाउरा बेचेर काठ बेचेर आम्दानी गर्ने अनि यहाँनिर चाहिँ विकास गर्ने, त्यो पनि होइन। अब हामीले चाहिँ अलि बिस्तारै बिस्तारै परिवर्तन गर्दै गएका छौँ। काठहरू चाहिँ थोरै मात्रामा निकास गर्ने, आम्दानी भनेको बाहिरबाट मागेर गर्ने। अहिलेको हाम्रो यो कार्ययोजना हेर्नुभयो होला, काठ दाउरा बिक्रीभन्दा बढी चाहिँ बाहिरबाट सहयोग मागेर चाहिँ आम्दानी गर्ने भनेका छौँ। त्योभन्दा पहिला पनि योभन्दा पहिलाको वर्षमा पनि गरेका छौँ। अब अहिले भने चाहिँ 19 लाख कि 20 लाख त प्रदेशबाट सरकारबाट आइसकेको छ। जिल्ला वनबाटै अब 8-10 लाख रुपियाँ एनटिएनसी यस्तो धेरै संस्थाहरू छन्। यो संस्थाहरूले चाहिँ जङ्गल जोगाउनको लागि भने खर्च गर्छ। उनीहरूले चाहिँ जङ्गल जङ्गली जनावरमा भएका गैँडा, बाघ, भालु यो चाहिँ जोगाउनुपर्छ भन्नेमा छ। यिनीहरू चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय सूचीमा चाहिँ यो लोप हुनु लागेका छन्। यसलाई चाहिँ जोगाउनु सक्यो भने विदेशमा छैन, नेपालमै हेर्न आओस् भन्ने हेतुले चाहिँ उहाँले चाहिँ खर्च गर्नुभएको छ। र त्यो खर्च चाहिँ हामीले बढाउँदै गरेर पनि अन्तको सहयोग के अरे बढाउने र काठ दाउरालाई चाहिँ के गर्ने भन्ने छौँ। अब हाम्रो एउटा के हाम्रो चाहिँ एउटा भाइले त कुरो राख्नु भएको त्यो के अरे दाउरा चाहिँ बेलामा पाएन भन्ने कुरो चाहिँ जबसम्म लाग्छ मलाई काठ दाउराकै लागि समस्या छ जस्तो लाग्दैन सामुदायिक वनमा। किनकि अहिले जिल्ला वनमा काठ बिक्री नभएर प्रशस्त छ। घर बनाएर नक्सा पास गरेर आउनु भएको कोही पनि सामुदायिक वनमा आउनु भएको छ भने सामुदायिक वनले त्यो कागजपत्र बनाएन भने सामुदायिक वनको समितिको कमजोरी भयो। नत्र भने तपाईँहरूलाई चाहिँ काठ दाउरा चाहिएको खण्डमा, घर बनाउनलाई काठ चाहिएको खण्डमा नक्सा बनाएको छ भने चाहिँ के अरे काठ चाहिँ आवश्यकता पुरा गर्ने काम जिम्मेवारी म पनि रहन्छु। म पूर्व अध्यक्ष यहाँको के अरे बरण्डाहरूको पनि के अरे अध्यक्ष भइसकेका मान्छे, तपाईँहरूले गर्नुपर्ने सहयोग घर दाउरा घर बनाउनलाई काठको लागि चाहिँ कुनै कमी होला जस्तो लाग्दैन। किनकि अहिले काठको रेट बढे जस्तो भएको, अहिले फेरि मान्छे मन्दी छ, घर बनाउने मान्छे कम छ। अहिले काठहरू बिग्रिनु भएर प्रशस्त बसिरहेको छ। आपूर्तिले काठ छिरेर बेच्न नसकेर बसेका छन्, यतापट्टि पनि बेच्न नसकेर बसेका छन्। त्यो कारणले नक्सा पास छ भने चाहिँ बिक्री हुन्छ जस्तो लाग्छ। अर्को कुरा हाम्रो सिमानामा चाहिँ त्यो फोहोर मैलाले चाहिँ धेरै दुःख दिएछ। त्यो मेरो पालोमा पहिलादेखि नै आएको कुरा हो। पहिला अलिक थोरै थियो, अहिले एकदमै व्यापक छ। अहिले फेरि म अस्ति एकचोटि दुईचोटि मेयर साहबसँग नि यसो 1-2 चोटि कुरा गर्ने अवसर पाएको थिएँ। तर हाम्रो कुरा उहाँको कुरा र हाम्रो कुरा मेलै नखाने। उहाँको कुरो चाहिँ अब वनले दिएन, सामुदायिक वनले फोहोर फाल्ने ठाउँ दिएन, अब जिल्ला वनले पनि दिएन। अब यो चाहिँ हामीले बिस्तारै हामीले फाल्नु लगाएको, हामी फाल्छौँ, यसलाई बिस्तारै यसलाई अब चाहिँ डम्पिङ साइट बनाउनु पर्छ भने जस्तो कुरा गर्नुभयो। अब यो चाहिँ कस्तो छ भने यो कुरा त मैले सम्बन्धित निकाय भनेको यो वनको भनेको डेउ साहबलाई मैले कुरा राखेँ। ए डेउ साहब यस्तो कुरा आयो, अब यहाँनिर यसलाई के गर्ने त भन्ने क्रममा चाहिँ मैले अब अहिले बालकृष्ण सरसँग त्यति कुरा भएको छैन। अब अहिले प्रतिनिधिको रूपमा बालकृष्ण सर नै हुनुहुन्छ। यो यतापट्टिको चौकी अहिले त्यो चौकी वास्तवमा चौकी त्यो मान्छे बस्ने मात्रै भयो, त्यसले केस रेखदेख नै गर्नु भएको छैन। त्यो चौकीलाई त्यो ठाउँमा सार्नु पायो भने चाहिँ फोहोर फाल्ने ठाउँ नै छेकिन्थ्यो। अस्ति भर गाडी लगेर चोऱ्यो भने त्यहीँनिर भएको छ। अहिले कस्तो भने त्यो अलिकति डाँडा थियो, त्यो अब डोजरले पेल्दा त्यो सम्म भयो, त्यो गाडी नै कुद्ने बनाइदिएका छन्। त्यो भएको कारणले मिलेसम्म अब चाहिँ वनको चाहिँ अब अधिकारी साहब यहीँ हुनुहुन्छ, डेपु साहबलाई अलिक राम्रो पोजिटिभसँग कुरो राख्नु भयो भने त्यो चौकी सार्न धेरै पैसा पनि लाग्दैन। अब अहिले अस्ति पनि धेरै चौकी मर्कतमा छुट्टा जस्तो लाग्छ। त्यो कारणले यसलाई चाहिँ हजुरले सहजीकरण गरिदिनु होला भन्ने अनुरोध गर्दछु। अब म अरू कुरा धेरै कुरा गर्न चाहेन। अब अधिवेशनको बेला छ यो। अब यो वर्षपछि हाम्रो चाहिँ 3 वर्ष कार्यकाल गएको विधानले यो समितिलाई काम गर्न अधिकार दिएको थियो भने हामीले वर्षपछि सारसभा उहाँले गरेको काम त्यो चाहिँ कसो बुझ्दै गयौँ। अब योचोटि चाहिँ हामीले सारसभा अधिवेशन पनि भएको कारणले अब हजुरहरूले उहाँले गरेको काम कर्तव्य कस्तो गर्यो त्यो तपाईँहरूले सुन्ने हो।
राम्रो मान्छे छान्नु पर्यो, राम्रो मान्छे यहाँ समितिमा बनाउनु पर्यो। समिति बनाउँदै गर्दा कस्तो भने बनायौँ, अध्यक्ष बनायो, अब यो सानो सबै नगरेर कोही समितिले अध्यक्षले पुरै कार्यकालले के अरे 3 वर्ष अधिवेशन नगराएर भ्याइयो। तर कुनै चाहिँ अहिले पनि यसो हेर्दाखेरि कमी कमजोरी अब यो बन्द सत्रमा भन्नुपर्ने कुरा छ। तर अहिले अलिकति के भन्न थोरै मात्रै सुरुवात गरे। यो मिटिङमै नआउने समिति चाहिँ अब यस्ताहरू चाहिँ हामीले चिनेर हामीले निकाल्नुपर्छ। अब कोही मान्छे चाहिँ 2 कार्यकाल 3 कार्यकाल बस्नु चाहिँ होस्, अब 1 कार्यकाल दोहोऱ्याउने भने यो चाहिँ पाइयो। अब यो 3 कार्यकाल 4 कार्यकाल तालेपछि वर्षैपछि त्यो के अरे जो अध्यक्ष हुँदा नि बसिरहनु चाहिँ यो चाहिँ एउटा चाहिँ प्यावा जस्तो भन्यो। त सबैले नेतृत्व पालो गर्नु पऱ्यो नि। यो त संस्था हो नि, यो सबैको हो नि। यो त यो हाम्रो लगभग 400 घरधुरीको सबैलाई पालो दिने गरेर मेरो उद्देश्य चाहिँ सुझाव पनि भयो, यो सबैले पालो हुने गरेर गर्नुपर्छ। त्यसैको लागि चाहिँ अब बन्द सत्रमा पनि हजुरहरू बस्दिनु होला नै अनुरोध गर्दै मेरो भनाइ अन्त्य गर्छु। हस् त, धन्यवाद, नमस्कार। धन्यवाद छ बरन्डा भार संरक्षित वन परिषदका निवर्तमान अध्यक्ष एवं चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार श्री आदरणीय सरोज कुमार गुरुङज्यूलाई। उहाँले चाहिँ हरेक प्रश्नहरूको प्रत्युत्तर सहित आफ्नो मन्तव्यहरू राखेर गइसक्नु भएको छ। उहाँलाई पुनः धन्यवाद दिन चाहन्छु। अब भने हामीले मन्तव्यको क्रमलाई चाहिँ सबै अतिथिहरूलाई दिन नसकेकोमा क्षमा प्रार्थी माग्न चाहन्छु, किनभने हाम्रो अधिवेशन पनि छ। समयलाई पनि मध्यनजर गर्नु परेको हुँदा मन्तव्यको क्रमलाई यही नै अन्त गर्न चाहन्छु र आवश्यक परेको खण्डमा फेरि मन्तव्यको क्रमलाई जोड्ने नै छु। अब भने सम्मानको क्रमलाई जोड्न चाहन्छु। हामीले धेरै कामहरू गर्दै आएका छौँ। जे काम गर्दा पनि हामीलाई शिक्षाको आवश्यकता पर्ने हुन्छ, शिक्षाको खाँचो हुन्छ। त्यसैले हामीले सामुदायिक विद्यालयतर्फ र निजी विद्यालयतर्फबाट पनि एक एकजना छात्रलाई समेटेका छौँ। गत वर्ष भने हामीले सामुदायिक विद्यालयको तर्फबाट मात्र एउटा छात्र गरेर उत्कृष्ट नतिजा जसले यहाँ पेश गर्नुभएको छ उहाँहरूलाई सम्मान गरेका थियौँ। यसपालि पनि त्यसलाई नै निरन्तरता दिँदै गर्दा सामुदायिक विद्यालय तथा निजी विद्यालय पनि उपभोक्ताकै छोराछोरीको मध्येबाट हामीले 1 जना छात्र र 1 जना छात्रालाई सम्मान गर्नेछौँ। यसै गरी सामुदायिक विद्यालयतर्फ जोड्न चाहन्छु। छात्रातर्फ हुनुहुन्छ सोमिया गुरुङ, उपभोक्ता सदस्य श्री केदार बहादुर गुरुङको नातिनी सोमिया गुरुङले राष्ट्रिय मावि समीपुरबाट एससीमा 3.09 GPA ल्याई छात्रातर्फ उपभोक्ताहरूबाट उत्कृष्ट प्राप्ताङ्क ल्याउन सफल हुनुभएको छ। उहाँलाई मञ्चमा आइदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। साथै प्रशंसा पत्र वितरण गरिदिन हुनको लागि यसै कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष श्री सन्तवीर स्याङदानज्यूलाई, साथै यसै कार्यक्रमका सभाध्यक्ष हरिकुमार गुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी खादा लाएर सम्मान गरिदिनु हुनको लागि एन्जिला श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी छात्रतर्फ सामुदायिक स्कुलबाटै छात्रतर्फ अरूप तामाङज्यू मञ्चमा आइदिनु होला। उपभोक्ता सदस्य श्री कमला बोमजनको छोरा अनुप तामाङले राष्ट्रिय माविबाट एससीमा 2.92 GPA ल्याई छात्रतर्फ उपभोक्ताहरूमा उत्कृष्ट प्राप्ताङ्क ल्याउन सफल हुनुभएको छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै मञ्चमा आइदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हामीले प्रशंसा पत्रसहित नगद धनराशि पनि उहाँहरूको हौसला स्वरूप उहाँहरूलाई उत्तर प्रगतिको कामना गर्दै नगद 1500 रुपैयाँ पनि प्रदान गरिएको छु।
छौँ। सोमिया गुरुङ मञ्चमा आइदिनु होला। अभिभावक सोमिया गुरुङको अभिभावक हुनुहुन्छ भने अभिभावक पनि मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। अरूप तामाङको अभिभावक पनि मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। कृपया मञ्चमा आइदिनु होला। अभिभावक सहित आफ्नो बाबु नानीलाई लिएर मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। अरूप तामाङ, यसै गरी हामीले निजी विद्यालयबाट पनि एउटा छात्र र एकजना छात्रालाई समेटेका छौँ। छात्रतर्फ हुनुहुन्छ रोहन स्याङदान। उपभोक्ता सदस्य श्री सन्तवीर स्याङदानको छोरा रोहन स्याङदानले निजी विद्यालय सिद्धिविनायक मावि खोलेसिमलबाट एससीमा 3.89 GPA ल्याई छात्रतर्फ उपभोक्ताहरूमा उत्कृष्ट प्राप्ताङ्क ल्याउन सफल हुनुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। साथै उत्तरोत्तर प्रगतिको शुभकामनाका साथै प्रशंसा पत्र र नगद 1500 हस्तान्तरण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी छात्रतर्फ हुनुहुन्छ शिक्षा श्रेष्ठ। उपभोक्ता सदस्य श्री निरबहादुर श्रेष्ठको छोरी शिक्षा श्रेष्ठले निजी विद्यालय जुटपानी एकाडेमीबाट एससीमा 3.86 GPA ल्याई छात्रतर्फ उपभोक्ताहरूमा उत्कृष्ट प्राप्ताङ्क ल्याउन सफल भएकोमा हार्दिक धन्यवाद दिँदै उत्तरोत्तर प्रगतिको कामनाका साथै मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। साथै प्रशंसा पत्र सहित नगद राशि पनि हस्तान्तरण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। शिक्षा श्रेष्ठ धेरै धेरै धन्यवाद छ सम्पूर्ण विद्यार्थी नानी बाबुहरूलाई। यहाँहरूको उत्तरोत्तर प्रगतिको कामनाका साथै उज्जवल भविष्यको शुभकामना दिन चाहन्छु। यसरी नै अन्य वर्षहरूमा पनि विद्यार्थी नानी बाबुहरूलाई हौसला प्रदान गर्नको लागि हामीले यस कार्यक्रम राखेका छौँ। यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी ज्येष्ठ नागरिकको कर्मचारीको सम्मान कार्यक्रमलाई जोड्न चाहन्छु। हाम्रा चतुर्मुखी सामुदायिक वनमा कर्मचारी धेरै लामो समयसम्म कार्यरत कर्मचारीहरू पनि हुनुहुन्छ। यहाँहरूले एकदमै राम्रो सेवा सुविधा दिएर उहाँहरूलाई हौसलाको लागि हामीले सम्मान गरेका छौँ। यसपालिको वर्ष चाहिँ हामीले सम्मान गर्ने गरेका छौँ। कर्मचारीहरूलाई सम्मान गर्नुभन्दा पहिला म आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु। लेखा समितिका सदस्य साथै तल्लो भेग गडुवा खानेपानीका अध्यक्ष श्री बलराम श्रेष्ठज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी बिक्री समितिका संयोजक जीवन थापा मगरज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। अब भने कर्मचारीहरूको सम्मानको क्रमलाई जोड्न चाहन्छु। कार्यालय सचिव श्री बुद्धि बोमजनज्यूलाई मञ्चमा आइदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु र प्रशंसा पत्र वितरण गरिदिन हुनको लागि यसै कार्यक्रमका प्रमुख साथै सभाध्यक्षज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। कार्यालय सचिव बुद्धि बोमजन मञ्चमा आइदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी वन हेरालु कमान्डर आइतेमान थिङज्यूलाई पनि
सम्मानको लागि मञ्चमा आइदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी वन हेरालु लेखबहादुर गुरुङज्यूलाई पनि मञ्चमा आइदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी वन हेरालु फतनारायण श्रेष्ठज्यूलाई पनि मञ्चमा आइदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी वन हेरालु लेखबहादुर गुरुङज्यूलाई पनि सम्मानको लागि मञ्चमा आइदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद छ यसै चतुर्मुखी सामुदायिक वनका सम्पूर्ण कर्मचारीज्यूहरूलाई। अब भने सम्मानकै क्रमलाई जोड्न चाहन्छु ज्येष्ठ नागरिक कार्यालय सहयोगी श्री कुमारी बोमजनलाई पनि सम्मानको कार्यक्रममा जोड्न चाहन्छु। उहाँ चाहिँ यहाँ उपस्थित हुन सक्नु भएको छैन उहाँको कराइसीको कारण। अब भने ज्येष्ठ नागरिकको सम्मानको क्रमलाई जोड्न चाहन्छु। ज्येष्ठ नागरिक हुनुहुन्छ जित बहादुर लोप्चन ज्यू, उहाँहरूलाई सम्मान गरिदिन हुनको लागि हार्दिक सम्पूर्ण अतिथिज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। खादाले पनि सम्मान गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। सञ्चमाया अगाडि आइदिनु होला। उहाँलाई पनि खादाले सम्मान सहित हामीले केही नगद राशि पनि राखेका छौँ, हस्तान्तरण गरी सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। साथै अन्य ज्येष्ठ नागरिक आमा बुवाहरूलाई दायाँतर्फको कुर्सीमा गएर बसिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो यो ज्येष्ठ नागरिक एकल महिला र अपाङ्गता भएकाहरूलाई अब जो जति बाँकी छन् आफ्नै कुर्सीमा बस्नुहोस्। हाम्रा समितिको मान्छेहरू तपाईँहरूको हात हातमा आएर सम्मानको साथ अब केही नगद रकम पनि छुटाएको छ। हजुरहरूलाई बेन्चमा अथवा कुर्सीमा नै आएर सम्मान गर्नुहुन्छ है। ल समितिको साथीहरू खटिदिनु होला। 3 जना अघि हामीले नाम लिएको साथीहरू यथास्थलमा गएर चाहिँ उहाँहरूले सम्मान गरिदिनु होला। गर्नुपर्ने कुराहरू के छन् यसो हेरेर गरिदिनु होला। ल हामीले चाहिँ गत वर्ष 80 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेका थियौँ। यो पटक भने हामीले संस्थालाई थोरै भए पनि उकालोतर्फ लगाएको हुनाले सरकारबाट सम्पूर्ण भत्ता खाने सम्पूर्ण आमा बुवा एकल महिला अपाङ्गता भएका सम्पूर्णलाई चाहिँ हामीले यसपालि सम्मान गर्ने व्यवस्था गरेका छौँ। सम्पूर्णलाई आफ्नो आफ्नो स्थानमा बसेर सम्मान ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी मन्तव्यको क्रमलाई जोड्न चाहन्छु। मन्तव्य राखिदिन हुनको लागि आजको कार्यक्रमको प्रमुख अतिथि कालिका नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष श्री आदरणीय सन्तवीर स्याङदानज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालिका यसै संस्थाका सचिव बालकुमारी श्रेष्ठज्यू, आजको यस चतुर्मुखी सामुदायिक वन उपभोक्ता समितिको 11औं साधारण सभा तथा 5औं अधिवेशनका सभाध्यक्ष, यसै चतुर्मुखी सामुदायिक वनका अध्यक्ष आदरणीय मित्र हरि कुमार गुरुङज्यू, आजको यस कार्यक्रमका विशिष्ट अतिथि बरण्डवार संरक्षण क्षेत्रका निवर्तमान अध्यक्ष सरोज गुरुङज्यू, यसै पदमपुर सब डिभिजनका इन्चार्ज बालकृष्ण आदरणीय बालकृष्ण सर, पञ्चकन्या सामुदायिक वनका अध्यक्ष आदरणीय मेरा दाजु
कृष्ण बगालेज्यू, आजको यस कार्यक्रममा उपस्थित सम्पूर्ण लेखक समितिका पदाधिकारीज्यूहरू, बरण्डाबार संरक्षणका उपाध्यक्ष आदरणीय अशोक पाखरिनज्यू, टोल विकास संस्थाका अध्यक्षज्यूहरू, यसै संस्थाका निवर्तमान अध्यक्षज्यूहरू, लेखा समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, साथै कालिका नगरपालिका वार्ड नम्बर 1 का मेरा सम्पूर्ण सदस्यज्यूहरू, साथै मञ्चमा आसीन सम्पूर्ण अतिथिगणहरू, साथै पत्रकार मित्र, पदमपुर प्रहरी बिडका इन्चार्ज शालिग्राम पौडेलज्यू, आजको यस 11औं साधारण सभा तथा अधिवेशनलाई सफल पार्नको निम्ति उपस्थित हुनुभएका सम्पूर्ण यसै संस्थाका उपभोक्ता आमा बुवा तथा सम्पूर्ण दिदीबहिनीहरू, यहाँहरू सबैलाई मेरो वडाको तर्फबाट साथै मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैलाई नमस्कार टक्राउन चाहन्छु। आज म अत्यन्तै खुसी भएको छु। यस संस्थाले मलाई एउटा प्रमुख अतिथिको रूपमा निमन्त्रण गरी गर्नुभएकोमा यस संस्थाप्रति म हार्दिक कृतज्ञता तथा धन्यवाद दिन चाहन्छु। धेरै कुराहरू आइसक्यो। यस संस्थाले जुन आज यो साधारण सभा भन्नाले संस्थाले गर्ने वार्षिक रूपमा गर्ने जुन यो साधारण सभा जुन यो समयमा आज यो संस्थाले गर्न पुगेको छ, गर्न सकेको छ, यो नै एउटा संस्थाको एउटा मर्यादित र यसको दायित्व भन्ने हामीले बुझ्दछ। हामीले सबै कुराहरू संस्थाको प्रतिवेदनहरू सुने। यस संस्थाबाट जुन यहाँले गर्नुभएको कार्यहरू, यहाँले गर्नुभएको वर्षभरि गर्नुभएको कार्यहरू हेर्दा यो अत्यन्तै खुसी लागेको छ। हाम्रो छिमेकी सामुदायिक वनहरूले जुन वार्षिक रूपमा गर्नुपर्ने जुन साधारण सभा छ त्यसलाई पनि समयमा गर्न नसकेर कति धेरै समस्याहरू त्यहाँको उपभोक्ताले बिहोर्नु परेको छ। समयमा काठदाउरा उपलब्ध गर्न सकेको छैन। र साथै जुन सामुदायिक वन, जिल्ला वनबाट विभिन्न जीविकोपार्जन कार्यक्रमहरूमा पनि सहभागी हुनु पाएको छैन हाम्रो छिमेकी सामुदायिक वनहरूले। आज यस संस्थाका जुन हाम्रो प्रतिनिधिहरू समितिभित्र रहेर आफ्नो दायित्वलाई जिम्मेवार वहन गर्दै समयमा साधारण सभाहरू गर्दै आज हामीले पाउने जुन विभिन्न सङ्घ संस्थाबाट प्रदेशबाट पाउने आर्थिक सहयोगदेखि लिएर विभिन्न कार्यक्रमहरू हाम्रो समुदायमा यहाँले प्रस्तुत गरिसक्नु भएको छ। हाम्रो अध्यक्षज्यूबाट हामीले सुनिसके विभिन्न कार्यक्रम, विभिन्न तालिमहरू गरेर यहाँका उपभोक्तालाई आत्मनिर्भर गर्ने काममा यहाँहरू अगाडि बढ्नु भएको हामीले पायौँ। यसमा हामी अत्यन्तै खुसी लागेको छ। यस संस्थालाई म विशेष धन्यवाद दिन चाहन्छु। साथै आज यस संस्थाले हाम्रा उपभोक्ताहरूलाई ज्येष्ठ नागरिक, अपङ्ग, एकल महिला जुन हाम्रो भोलिको दिनमा कर्णधार विद्यार्थी भाइ बहिनीहरूलाई एससी सम्मान गर्नुभएको छ। यो अत्यन्तै संस्थाले महत्त्वपूर्ण कार्य गर्नुभएको छ। यसका लागि म संस्थालाई म विशेष धन्यवाद दिन चाहन्छु। जो सम्मानित हुनुभएको छ यहाँहरू सबैलाई पनि म शुभकामना दिन चाहन्छु। साथै धेरै कुराहरू आइसक्यो। मैले धेरै कुराहरू बोल्नुपर्छ जस्तो लाग्दैन। आज साधारण सभा मात्र नभएर एउटा अधिवेशन पनि रहेको छ। पक्कै पनि हाम्रो यो आम भेला, मलाई त आज यति गर्व लागेको छ जुन यो संस्थाले उपभोक्तालाई जहाँसम्म लाग्छ 90% उपस्थित गराएर आज साधारण सभा गर्नुभएको छ।
यो नै एउटा सानो सभाको यो संस्थाको उपलब्धि भन्ने हामीले बुझ्नुपर्छ। साथै यही भेलाबाट अधिवेशन रहेको हुँदा यही भेलाबाट एउटा अब्बल र एउटा क्षमतावान एउटा समिति चयन गर्नुपर्छ। यहाँहरूको एउटा सुझाव सल्लाह र यहाँहरूको विगतमा काम गर्दै आइरहेको व्यक्तिहरूलाई र भावी दिनमा पनि यस्तै किसिमको कार्यक्रमहरू अगाडि सार्न सक्ने किसिमको र क्षमतावान व्यक्तिलाई हामीले अगाडि सार्न सक्यो भने पक्कै पनि हाम्रो यो संस्थालाई अगाडि बढाउनको लागि कसैले पनि छेक्दैन। कसैको कुनै छिमेकी सामुदायिक बन्धुभन्दा हामी पछि पार्नुपर्ने आवश्यकता रहँदैन। अघि बढ्नको लागि महत्त्वपूर्ण अत्यन्तै समय लिएर अगाडि बढ्न सक्ने व्यक्तिलाई र टिमलाई हामी सर्वसम्मत रूपमा फुटेर होइन जुटेर सर्वसम्मत रूपमा चाहिँ एउटा समिति गठन गर्न सकोस् भन्ने मेरो शुभकामना पनि दिन चाहन्छु सम्पूर्ण उपभोक्तालाई। र हामी ओडाको तर्फ हाम्रो ओडाबाट यस समुदायप्रति हामी सधैँ हामी सकारात्मक रहेर सधैँ जोड्दै आइरहेका छौँ। यस संस्थासँग हामी जोड्दै गत वर्षको सानो सभामा हामीले एउटा चिल्ड्रेन पार्क पनि यस संस्थालाई नै हामीले हस्तान्तरण गरिसकेका छौँ। त्यस संस्थालाई त्यसलाई कसरी अगाडि बढाउन सक्छ भन्ने जुन हाम्रो वडा समिति पनि सधैँ यसलाई के गर्दा हामीले यस संस्थालाई कसरी हामी अगाडि बढाउन सक्छ भन्ने हामी समितिले चाहिँ त्यस संस्थाको लागि सधैँ चिन्तन गर्दै यो वर्षमा आदरणीय हाम्रो यस संस्थाको अध्यक्षज्यूले प्रदेशमा बजेट र सङ्घमा बजेट माग्नको लागि त्यत्तिकै माग्दा अलिकति गाह्रो अप्ठ्यारो हुँदो रहेछ। अध्यक्षज्यू यो वर्षमा हजुरले यो चिल्ड्रेन पार्कको डिपिआरको लागि तपाईँले पहल गरिदिनु भन्नुभयो। उहाँको भनाइलाई मनन गर्दै यो वर्षमा हामीले चिल्ड्रेन पार्कलाई डिपिआरको निम्ति 3 लाख रुपियाँ छुट्याउँदै र त्यो कार्य पनि अगाडि बढाइसकेको यहाँहरू सबैलाई जानकारी गराउन चाहन्छु। साथै प्रदेशबाट हामीले यो सामुदायिक वनको सिमानामा रहेका सम्पूर्ण उपभोक्तालाई वर्षायाममा बाटोको समस्या थियो, यसलाई कसरी यसलाई सम्पन्न गर्न सक्छ भन्ने जुन हामीलाई चिन्तन हुँदै गर्दा यो आर्थिक वर्षमा प्रदेशबाट 90 लाख विनियोजित भएको थियो। अस्ति मात्रै जुन भदौ 23 को जेएनजीको 23-24 को आन्दोलनबाट यो देशमा धेरै क्षति हुन पुगेको कारण 90 लाखबाट हामीलाई 27 लाख रुपियाँ हाम्रो बजेट चाहिँ काटिएको छ। यो केही दिन एक हप्ता अगाडि मात्रै हामीले यो बाटोको पनि सर्वे गरिसकेको यहाँहरू सबैलाई जानकारी गराउन चाहन्छु। 63 लाखको यो हाम्रो यो कालो पत्रे बन्दैछ। यसले पनि पक्कै पनि हाम्रो यो सामुदायिक वनमा धुलो मैलोबाट बच्नलाई धेरै फाइदा पुग्ने मैले ठान्दछु। साथै आजको सम्पूर्ण उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा दिदी बहिनी यहाँहरू सबैलाई विशेष धन्यवाद दिँदै आजको यस साधारण सभा तथा अधिवेशन पूर्ण रूपमा सफलताको घोषणा गर्दै आगामी दिनमा बन्ने जुन एउटा समिति छ समितिको सफलताको शुभकामनाको साथ मेरो भनाइहरू यही टुङ्ग्याउँछु। हस्त धन्यवाद। धन्यवाद छ आजको यस कार्यक्रमको प्रमुख अतिथि साथै कालिका नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष श्री सन्तवीर स्याङदानज्यूलाई। उहाँहरूले चाहिँ आफ्ना मन्तव्यको क्रममा धेरै समस्याहरू आउँछन्। समस्याको समाधान गर्नको लागि यहाँहरूले साथ सपोर्ट दिनुपर्छ भन्ने कुराहरूलाई राख्दै आफ्नो मन्तव्य राखिसक्नु भएको छ। उहाँलाई पुनः धन्यवाद दिँदै अब भने मायाको चिन्ह वितरणको क्रमलाई जोड्न चाहन्छु। आजको
प्रमुख अतिथि सन्तवीर च्याङदानज्यूलाई मायाको चिनो हस्तान्तरण गरिदिनु हुनको लागि यसै कार्यक्रमका सभाध्यक्ष श्री हरिकुमार गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनु होला है। अब भने हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ। आजको कार्यक्रमको सभाध्यक्षलाई आफ्ना भनाइहरू राख्दै औपचारिक कार्यक्रमको समापन गरिदिनु हुन हार्दिक अनुरोध गर्दै आजको कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्न आउनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद दिँदै बन्द सत्रको अन्तिमसम्म बसिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दै कार्यक्रम सञ्चालिका म बालकुमारी श्रेष्ठ भने बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार। पुनः धन्यवाद कार्यक्रम सञ्चालिका सामुदायिक वनका सचिवज्यू। हाम्रो यो सम्मान कार्यक्रम अलि ढिलो बिस्तार भइरहेको छ, नआत्तिनु होला। सबैले तपाईँहरूले जसले चाहिँ भत्ता कार्ड दर्ता गराउनु भएको छ सबैले पाउनुहुन्छ। छुटमुट भएकाहरू पनि भोलि पर्सि हामी यहाँ रहनेसम्म चाहिँ तपाईँहरूलाई अवश्य दिलाउनेछौँ। अहिले पाएन भनेर गुनासो नगर्नु होला। जसले दर्ता गर्नुभयो त्यसले उहाँ सबैले पाउनुहुन्छ है त। र यो हाम्रो यो सामुदायिक वन सञ्चालन गर्ने क्रममा यो 3 वर्ष कालखण्डमा सामुदायिक वनले हाम्रो सञ्चालन गर्ने कुराहरूमा अब संस्थाको प्रयास, समितिको प्रयास एकदमै 100% दिन नसके पनि यो कार्य समितिले त्यसलाई सफलताको लागि चाहिँ हाम्रो अहोरात खटेर यो संस्थालाई यहाँसम्म ल्याइपुर्याउनु हुने विभिन्न किसिमको चाहिँ सङ्घ संस्था, सामुदायिक वनका समिति, लेखा समिति, सल्लाहकार समिति, बिक्री समिति, अनुगमन र सरोकार पक्षहरूले जसले चाहिँ यहाँ सल्लाह सुझाव साथ दिएर यहाँसम्म ल्याइपुर्याउनु सम्पूर्णमा धेरै धेरै धन्यवाद दिँदै हाम्रो यो 3 वर्ष कार्यकालमा संस्थाले गर्दै गर्दा काहीँ कतै कमी कमजोरी भयो होला त्यसको लागि क्षमा प्रार्थी माग्दै अहिले हाम्रो यो उपभोक्ता शिवश्रेष्ठ भाइले चाहिँ केही कुराहरू उठाएको भएर त्यसको लागि चाहिँ मैले उहाँहरूलाई जवाब दिँदैछु। एउटा काठ दाउरा नपाएको गुनासो गर्नुभएको थियो। हाम्रो समितिभन्दा अगाडिको समितिले उहाँहरूको त्यो बेलामा के कसरी गरे त्यो कुरा मलाई थाहा भएन। जब यो समिति आइसकेपछि हामीले उपभोक्ताहरूको मागलाई मध्यनजर गरेर जसले चाहिँ जसलाई चाहिएको हो उहाँहरूलाई चाहिँ जसरी पनि दिने। तर यो अगाडि एउटा के सिस्टम चलेको छ भने आवश्यक नहुनेले पनि काठ माग्ने, दाउरा माग्ने अनि सौमिनमा लगेर चाहिँ बिक्री गरेर उहाँहरू चाहिँ आम्दानी गर्ने गरी देखिन्छ। त्यसलाई चाहिँ अहिले हामीले टट्टली निराकरण गर्ने। कसरी भन्दा जसलाई चाहिएको छ गएर अनुगमन गर्ने, त्यसपछि आएर अनुगमन समितिले अनुगमन गरिसकेपछि उहाँले हामीलाई सिफारिस गर्नुहुन्छ। उहाँलाई यसको लागि चाहिँ अथवा फर्निचरको लागि अथवा चाहिँ भवन ढोकाको लागि चाहिने चाहिँ भनेर हामीलाई यहाँ सिफारिस गर्छ। त्यसकै आधारमा उहाँलाई हामीले काठ दाउराहरू बिक्री गर्छौँ। अझ नपुगेको खण्डमा फेरि थप पनि दिन्छौँ र काठ दाउरा लैजाने गर्दाखेरि हामीले 5000 रुपियाँ चाहिँ एक्स्ट्रा धरुती राख्छौँ। यो चाहिँ किन राखेको भन्दा जसले चाहिँ सयमा लगेर बिक्री गर्छन् ती मान्छेहरूले धरुरी राखेपछि लाँदैन, जसलाई आवश्यक पर्छ त्यसलाई लान्छ। त्यसले गर्दाखेरि यो 3 वर्ष कार्यकालमा हामीले हाम्रो उपभोक्ताले काठ नलगेपछि हामीले त्यही काठलाई जिल्ला वनको स्वीकृति लिएर हामीले निलाम बिक्री गरेर संस्थालाई तपाईँले भन्नुपर्छ यो 2 वर्ष कार्यकालमा हामीले 1 लट बराबर जस्तो हामीलाई 800 क्युबिक काठ हामीसँग छ। हामीले उपभोक्तालाई बिक्री गर्दाखेरि 8 लाख रुपियाँ आउँछ भने त्यही 8 लाख काठलाई चाहिँ नि हामीले निलाम बिक्री गरेर 17.5 लाख रुपियाँ डबल फाइदा गरेर संस्थालाई चाहिँ आम्दानी गर्न सफल पनि भएको छ। त्यसले गर्दाखेरि काठ दाउरा चाहिने चाहिँ मेरो विचारमा हाम्रो कार्यकालमा चाहिँ त्यो चाहिँ अलि देखिएन। कसैलाई यदि चाहिएको छ भने अहिले पनि सम्पर्क गर्दा हुन्छ। काठ दाउराको लागि चाहिँ समस्या छैन। सालको चाहिँ हामीसँग त्यो कटानी हामीसँग आदेश हुँदैन, हामीले त्यो कटानी गर्न पाउँदैन। तर पनि विभिन्न कालखण्डमा चोरी निकासी गर्दै गर्दाखेरि हामीले यो समितिले चाहिँ त्यसलाई समातेर भनौँ अथवा त्यसलाई चाहिँ लिएर त्यो चोरबाट हामीले बरामद गरेर विभिन्न किसिमको चाहिँ बरामद मिति राखेर सब डिभिजन र डिभिजन वनको सहमतिमा हामीले उहाँहरूलाई चाहिँ सालको काठ बिक्री गरिरहेको छौँ। अहिले पनि हामीसँग अलिकति केही काठहरू छन्, कसैले चाहिएछ भने भन्दा हुन्छ। तर नपुगेको ठाउँमा अहिले जिल्ला वन पैदावार आपूर्ति समिति मार्फत तपाईँहरूलाई एउटा नियमसम्म चाहिँ सालको दाउराहरू काठहरू बिक्री गरिरहेका छन्।
त्यसले गर्दाखेरि मेरो विचारमा कार्डधारकको चाहिँ त्यति समस्या छैन जस्तो लाग्छ। यो फोहोर व्यवस्थापन गर्ने कुराहरूमा यो सबैको घरमा एउटा चाहिँ चासोको विषय हो, किनकि प्रत्येक घरमा फोहोरहरू निस्किरहेको हुन्छन्। यो सबैलाई फोहोर फाल्ने ठाउँ चाहिरहेको छ। तर अब हामीले चाहिँ नगरपालिका वडा कार्यालय र सामुदायिक वनले आगामी दिनमा त्यसलाई कम्तीमा पनि कसरी निराकरण गर्न सकिन्छ भन्ने सोचको साथ हामी तिनैजना चाहिँ नगरपालिका वडा कार्यालय र सामुदायिक वनले सहमति मार्फत त्यसलाई समाधानको लागि के कसरी जान सकिन्छ हामी अगाडि बढ्ने कुरा पनि हामी यहाँ जानकारी गराउन चाहन्छौँ। चिल्ड्रेन पार्कको घर टराहरूको कुराहरू अघि उठाएको थियो। अब यो कुराहरू चाहिँ अलि धेरै अगाडिदेखि नै उठ्दै आएको हो। त्यो सामुदायिक वन एक्लैले चाहेर पनि केही गर्न सक्दैन। जस्तै यो चाहिँ स्थानीय सरकार, जिल्ला वन होइन, सामुदायिक वनको पनि केही मात्र प्रतिशत होला, तर यो सबै मिलेर जान सक्यो भने त्यो समाधान होला। होइन पनि सामुदायिक वनले चाहेर एउटा चाहिँ केही गर्न सकिँदैन है। अर्को कुरा उपभोक्ता बाहेकको चाहिँ अहिले अलिकति काठदरहरू हाम्रो उपभोक्ताभन्दा बाहिरको चाहिँ मान्छेहरू आएर काठदर घाँसदरहरू लिएर गएको भन्ने कुरा गुनासो आए। त्यो चाहिँ अब हामीले आगामी दिनमा त्यसलाई थप हेरालु राखेर हुन्छ या यही हेरालुलाई परिचालन गरेर हामीले त्यसलाई निराकरण गर्ने कोसिस गर्नेछौँ। यो बाँदर आतङ्कको कुरा निस्किएको छ। यो चाहिँ अब अघि हाम्रो सब डिभिजन प्रमुखले भन्नुभयो यो राज्यको चाहिँ समस्या हो। तैपनि हाम्रो यही अगाडिपट्टि एउटा पहेँलो चाहिँ बोर्ड देख्नु भएको छ। त्यही बोर्डमा पनि घाइते अथवा गैँडा, बाघ र अरू जीवजन्तुहरूले चाहिँ आक्रमण गर्यो र हाम्रै गाउँ बस्तीमा आएर त्यसलाई क्षति पुर्यायो भने त्यो क्षतिको आधारमा सामुदायिक वनले एउटा नियम सम्बद्ध तरिकाले त्यहाँको क्षतिको आँकला निकालेर त्यसको मूल्याङ्कनको आधारमा हामीले प्रक्रियागत अगाडि बढाउने कुराहरू हो। त्यसको चाहिँ राहत दिने भनेको त आखिर राष्ट्रिय निकुञ्ज नै हो। तर पनि आउने दिनहरूमा त्यस्तो किसिमको चाहिँ बढी क्षति भयो भने हामीसँग समन्वय गर्नुभयो भने त्यो क्षतिको लागि चाहिँ हामीले कार्यक्रम अगाडि बढाउनेछौँ। जस्तो यही वर्ष मैले अघि पनि चाहिँ मेरो वार्षिक प्रतिवेदन प्रस्तुत गरेँ। रामबहादुर श्रेष्ठको छोराको चाहिँ घाइते गैँडाले आक्रमण घाइते भयो। योभन्दा अगाडिको समितिको पालामा पनि मान्छे पनि मृत्यु भएको छ, तर पनि उहाँले राहत पाउन सकेन। हामीलाई चाहिँ के भने एउटा अलिकति जिम्मेवारी लिएर त्यो नियमसम्म अलिकति मुजुर्काहरू त्यही किसिमको बनाउन सक्यो भने चाहिँ हामीले अहिले त्यो घाइतेलाई सामुदायिक वनबाट 10,000, बरण्डा वनबाट 25,000 र राष्ट्रिय निकुञ्जबाट 2,45,000 चाहिँ त्यो घाइतेलाई चाहिँ हामीले उपचार राहत चाहिँ दिलाउन सफल भएको छ होइन। तर अलिकति रिस्की, अलिकति च्यालेन्जिङ छ, तर त्यसलाई मिलाएर लान सक्यो भने ती कुराहरू पनि हामीले अगाडि बढाउन सक्ने रहेछ भन्ने कुराहरू म यहाँसम्म जानकारी गराउन चाहन्छु। र यो अन्त्यमा अहिले जसले सम्मान पाउनु भएको छ, खाजा पाउनु भएको छ, यहाँहरू पनि अब हाम्रो बन्द सत्र अब लगत्तै खुल्ला भइहाल्छ। यो हाम्रो खुल्ला सत्र हामी बन्द गर्दैछौँ। खाजा खाने बुवा आमाहरू चाहिँ भत्ता पाउने बुवा आमाहरू र अब जसले पाउँछन् उहाँहरू पनि धैर्य धारण गरेर बसिदिनुहोस्। किनकि अब हामी पुरानो समिति अब अहिलेकोबाट हामी बिदा भयौँ। अब आउने नयाँ समिति कस्तो हुनुपर्छ र नयाँ समितिलाई चाहिँ तपाईँहरूले छनौट गरेर काम गर्न सक्ने र यहाँ अहिले हामीले जुन हिसाबसम्म चाहिँ यो ठाउँमा ल्याइपुऱ्याएको छ त्यसलाई नेतृत्व दिन सक्ने, संस्थालाई थप आम्दानीको स्रोतहरू गर्न सक्ने खालको समितिलाई प्रतिनिधित्व गर्न सक्यो भने भोलिको दिनमा सामुदायिक वन चाहिँ एउटा असल सामुदायिक वन हुनेछ। यही सामुदायिक वनले चाहिँ आम्दानी गरे भएर आज मेरो बुवा आमा अपाङ्ग चाहिँ महिला एकल महिलाहरूलाई हामीले सम्मान गरेका छौँ। विभिन्न किसिमको चाहिँ बिरामीहरूलाई सहयोग गर्न सकेका छौँ। विभिन्न किसिमको मठ मन्दिरहरूलाई सहयोग गर्न सकेका छौँ। आयमूलक चाहिँ सिपमूलक तालिमहरू चाहिँ गर्न सकेका छौँ। त्यही भएको भएर ती गर्नलाई पनि संस्थाले चाहिँ आम्दानी गर्नुपर्छ। त्यो आम्दानी गर्नको लागि चाहिँ एउटा लिडरसिप गर्न सक्ने अध्यक्ष सहितको एउटा टिम तपाईँले नि आज निर्वाचित गर्न सक्यो अथवा सर्वसम्मत गर्न सक्यो भने यो संस्थाको चाहिँ भविष्य तपाईँहरूको हातमा छ। यति कुरा राख्दै आजको यो प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतका सम्पूर्ण अतिथिज्यूहरूलाई हाम्रो कार्यक्रममा चाहिँ सहभागी भई आजको यो साधारण सभामा अधिवेशन सम्पन्न गर्ने चाहिँ अवसर दिनुभएकोमा म पुनः धन्यवाद दिँदै यो खुला सत्र यहीँ समापन भएको घोषणा गर्दछौँ। र साथसाथै खुला सत्र साथसाथै हाम्रो कार्यक्रम निरन्तर चलिरहेछ। हाम्रो बुवा आमा लगायत उपभोक्ताजीहरू यहीँ हुनुहुन्छ। अब हामी बन्धन सत्र सँगसँगै हाम्रो यहाँ अतिथिज्यूहरूलाई चाहिँ बिदाई गरेर त्यसपछि हामी फेरि कार्य समितिहरू यहाँ माथि आएर यहाँहरूको बन्धन सत्रमा हामीले गरेको कार्यकालमा चाहिँ केही कतै चित्त नबुझेका अस्पष्ट भएका कुराहरू छ भने हामी त्यसको चाहिँ स्पष्ट बनाउने छौँ। र आगामी 82-83मा चाहिँ हामीले जुन अघि मैले 82-83को चाहिँ आयव्यय प्रस्तुत गरेँ त्यो बारेमा चाहिँ छलफल गरेर हजुरहरूको चाहिँ अनुमोदन ताली सहितको हामी अगाडि बढ्नेछौँ भन्दै यो बन्द सत्र खुल्ला गरिएको यहाँहरूलाई जानकारी गराउँदै बन्द सत्रको
अतिथिको आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु। बन्द सत्रको अतिथिको सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुनको लागि यसै चतुर्मुखी सामुदायिक वनका अध्यक्ष श्री हरिकुमार गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी यसै चतुर्मुखी सामुदायिक वनका उपाध्यक्ष श्री इच्छाराम सुनुवारज्यूलाई हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहणको लागि यसै चतुर्मुखी सामुदायिक वनका कोषाध्यक्ष श्री बेलकुमार श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी यसै चतुर्मुखी सामुदायिक वनका सहसचिव श्री ज्ञानेन्द्र श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी यसै चतुर्मुखी सामुदायिक वनका कार्य समितिका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी ग्रहणको लागि लेखा समितिका संयोजक श्री आसमा तामाङज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अब भने हामी अधिवेशनको पूर्व तयारीमा छौँ। हामीले बन्द सत्रभित्र रहेका प्रस्तावहरू वाचन गर्नको लागि यसै बन्द सत्रका सभाध्यक्ष श्री हरिकुमार गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै चतुर्मुखी सामुदायिक वनका कार्य समितिका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई मञ्चमा अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो यो कार्य समितिको टिम उपाध्यक्ष सचिवज्यू कोषाध्यक्षज्यू सहसचिवज्यू र सदस्यज्यूहरू र लेखा समितिको संयोजकज्यूहरू मञ्चमा आइदिनु होला। ल मैले पुनः यहाँहरूलाई आमन्त्रित गरेँ र साथसाथै हाम्रो यो चतुर्मुखी सामुदायिक वनको बन्द सत्र पनि सुरु भइसकेको हुँदा हाम्रो यो उपस्थित सम्पूर्ण चाहिँ उपभोक्ता बुबाआमा दाजुभाइहरूले हाम्रो यो हामीले यो पेश गरेको चाहिँ प्रस्तावहरू यहाँहरूले चाहिँ क्रमशः म यहाँहरूसम्म चाहिँ पेश गर्दै जान्छु। त्यसपछि यहाँहरूले क्रमशः ताली बजाएर यहाँहरूले चाहिँ अनुमोदन गर्नुपर्ने हुन्छ। हाम्रो यो नियम हो। सुन्नु भएको चाहिँ भएन बुबाआमा दाजुभाइ दिदीबहिनीहरू? सबै खाजा खानुमा व्यस्त भएको जस्तो छ। सुन्नु भएको छ? यता सुन्नुहोस् है, अलिकति महत्त्वपूर्ण कुराहरू छ। हामीले अहिले प्रस्ताव बुँदागत रूपमा यहाँहरू समक्ष सुनाउँछौँ र त्यो प्रस्ताव चाहिँ यहाँहरूले ल यो ठिक छ यो पास भयो भने ताली बजाउनु भने मैले त्यो बुँदागत रूपमै त्यसलाई अनुमोदन गर्दै लानेछु। मैले त्यही कुरा गरिरहेको छु। यहाँ बुँदागत रूपमा आउँछ, त्यसमा बुँदागत रूपमा यहाँहरूलाई चित्त नबुझेको कुरा सोध्न सक्नुहुन्छ। चित्त बुझ्यो भने ताली बजाएर त्यसलाई अनुमोदन गर्न सक्नुहुन्छ। मैले प्रस्ताव ल्याउँछु, त्यो कुराहरू यहाँले राम्रोसँग ध्यानपूर्वक सुनिदिनु होला। बुझ्नुभयो नि है? आर्थिक वर्ष 81-82 को लेखा प्रतिवेदन अनुमोदन सम्बन्धमा हाम्रो अघि लेखा समिति संयोजकज्यूले यो वर्ष भएको आम्दानी र खर्च यहाँहरूसम्म चाहिँ स्पष्ट राख्नु भएको छ। त्यस विषयमा जसको हातमा चाहिँ त्यो आम्दानी खर्च छन् केही कुराहरू यहाँहरूलाई अस्पष्ट भयो नबुझेको छ भने सोध्न सक्नुहुन्छ। त्यसको चाहिँ मैले चाहिँ यहाँहरूलाई प्रष्ट पार्ने कोसिस गर्नेछु। यदि त्यो कुराहरू छ भने यहाँहरूसम्म चाहिँ राख्न सक्नुहुन्छ। भन्नुहोस् एउटा भाइ, आर्थिक वर्ष 81-82 को लेखा प्रतिवेदन अनुमोदन सम्बन्धमा माइक दाइ माइक दिन्छ होइन, त्यसलाई पनि निर्णयता दिँदै जाने यताको नियमलाई पनि गर्नु पर्यो कि। खुला सत्र यही बन्द भएको घोषणा गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।